सदस्यहरू, सम्माननीय सभामुखज्यू, मान्य सदस्य, मैले आज कार्यक्रम सुरु नै गरेको छैन, बस्नु होला। मान्य सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, केही मान्य सदस्यहरूले आज आकस्मिक समयमा बोल्नको लागि समय माग गर्नुभएको छ। म त्यो समय उपलब्ध गराउँछु। मान्य सदस्यहरू बस्नुहोस्। मान्य सदस्य इन्दिरा राणा मगर, समय 3 मिनेटभित्र आफ्नो विषय राख्नुहोस्। सम्मान्य सभामुखज्यू, झापा क्षेत्र नम्बर 2 अर्जुनधारा 2 नम्बर वार्डमा चाहिँ श्री दिनेश पराजुलीलाई चाहिँ सक्त हात्तीबाट आक्रमण भई सक्त गम्भीर अवस्थामा भएर हस्पिटलाइज भएको म चाहिँ जानकारी गराउन चाहन्छु। र झापा मात्र होइन, तराईका विभिन्न भेगहरूमा अहिले हात्ती आक्रमणले गर्दा एकदमै मानिसहरू आतंकित भएको छ र यसलाई चाहिँ तत्कालीन सरकारले मानव र वन्यजन्तुको सहअस्तित्वको व्यवस्था गर्न म ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै गरेर सामान्य चिजहरू पनि, लाइटका कुराहरू, माइकिङका कुराहरू पनि व्यवस्था नभएका र पालेहरू पनि वनका पालेहरू पनि एकदमै थोरै नम्बरमा भएकोले कारणले गर्दाखेरि पनि एउटा सरकारै नभएको अनुभूति भइरहेछ। के अरे जङ्गलका बस्तीहरूको छेउमा बस्ने हाम्रा जनताहरूलाई त्यसको पनि ध्यान आकर्षण गराउन चाहन्छु। र यसको चाहिँ तत्कालीन जुन बिमारी, जो अहिले सक्त बिमारी हुनुहुन्छ, मृत्यु भएकोलाई चाहिँ व्यवस्था गरिएको रहेछ। जस्तो के अरे बाघले अस्ति एकजनाको मृत्यु भयो, तर पनि जनतालाई त्यो पनि जानकारी छैन र त्यसको पनि लामो प्रक्रिया छ। यसलाई चाहिँ उचित र सही तरिकाले, छिटो छरितो तरिकाले के अरे राहत दिनलाई चाहिँ म सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य सागर भुसाललाई आफ्नो विषय राख्न समय दिन्छु। समय 3 मिनेटभित्र राख्नुहोला।
सम्माननीय सभामुख महोदय, आकस्मिक समय प्रदान गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। हिजो मिति 2083 वैशाख 29 गतेका दिन पर्वत जिल्ला मोदी गाउँपालिकाबाट सुपा देउराली दर्शन गर्न जानुभएका र फर्किने क्रममा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर 8 कोलडाँडा स्थित घुम्तीमा भएको दुःखद सवारी दुर्घटनाप्रति म गहिरो दुःख व्यक्त गर्न चाहन्छु। उक्त दुर्घटनामा परि 5 जना नागरिकले ज्यान गुमाउनु परेको छ भने करिब 26 जना घाइते हुनुभएको छ। दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यो घटना केवल एउटा घटना मात्र होइन, हाम्रो सडक सुरक्षा, सवारी अनुगमन र जोखिमयुक्त सडक व्यवस्थापनको कमजोर अवस्थाको सङ्केत पनि हो। सम्माननीय सभामुख महोदय, विशेष गरी यस्ता घुम्ती तथा जोखिमयुक्त क्षेत्रमा तत्काल सुरक्षा मापदण्ड सुदृढ गर्न आवश्यक देखिन्छ। म सरकार समक्ष घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन तथा घटनाको निष्पक्ष छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस कदम चाल्न आग्रह गर्दछु। धन्यवाद। अब म माननीय सदस्य निष्कल राईलाई समय दिन्छु। 3 मिनटभित्र आफ्नो भनाइ राख्नुहोला। सम्माननीय सभामुख महोदय, हिजो बसेको प्रतिनिधि सभा बैठकमा रोस्टममै उभिएर हाम्रा दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदन मार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो। सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति खोज्नुभयो। आज पनि अवस्था उस्तै छ। सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन। उहाँ आफैले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आज देखिएको छ, तर सदनमा सम्माननीयज्यूलाई हामीले देख्न सकेनौँ। सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सम्माननीय सभामुख महोदयको हो। हजुर हाम्रो नायक पनि हो। तपाईले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन। त्यसैले सभामुख महोदय मार्फत तत्काल सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, संविधानमा न्यायाधीशहरूको विषयमा संसदमा बहस नगर भन्छ। महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ। तर सत्तारूढ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर 2/3 दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक और राजनैतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? उहाँ नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन भनी लेखिएको छ। मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो के सत्तारूढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने, रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलु हेरेर बस्न मिल्दैन। मैले हिजै उभिएर यस विषयमा नियामती गर्ने तयारी गरेको थिएँ, तर मैले सोचे यो संसदको गरिमा र संविधानसँग जोडिएको विषयमा सभामुख महोदय आफैले रुलिङ गर्नुहुन्छ। तर सायद सभामुख महोदयको त्यसतर्फ ध्यान पुग्न सकेन। त्यसैले आज मैले सम्माननीय सभामुख महोदयको ध्यान आकर्षण गराएको छु। यस्ता असंवैधानिक र अराजनैतिक हरकत सदनमा नदोहोरियोस् भन्न पनि म चाहन्छु। सँगैमा सभामुख महोदय, हामी सरकार यो पल्ट तपाईँको विषयान्तर गर्न अत्यन्त धेरै सिपालु जस्तो देखिएको छ। केही दिन अघि म मेरो निर्वाचन क्षेत्र इलाम 1बाट फर्किएको हुँ। त्यो सुङतुङ भन्ने एउटा गाउँ छ, त्यहाँ मेरा एउटा मित्र जक्सिङ लाप्चा पनि हुनुहुन्छ। उहाँले एउटा गम्भीर प्रश्न म माथि गर्नुभयो। हाम्रो जस्तै भूगोल खोटाङको पाखाबाट आएका कुनै उद्योग व्यवसाय नगरका परिवारका सदस्य ब्याङ्कमा काम गर्दैमा 24 करोडभन्दा बढी सम्पत्ति कसरी आर्जन हुन्छ? यी र यस्तै प्रतिनिधिमूलक प्रश्न देशभरका नागरिकको मनमा छ सभामुख महोदय, र यसतर्फ पनि म ध्यान केन्द्रित गराउन चाहन्छु। तर दुर्भाग्य, प्रश्न उठ्न थालेपछि सरकारले विषयान्तर गरेर घरि तपाईँको विपन्नमाथि डोजर चलाउँछ। डोजरको आतंक आइसकेको पछाडि आम नागरिकको चासो आइसकेपछि फेरि सरकारले सदनमा असंवैधानिक कार्य गर्छ।
मान्य सदस्य नियमावलीको कुन नियमको आपत्ति हो? मान्य सदस्य एकैछिन रोकिनुहोस्। मान्य सदस्य, मैले भर्खरै मान्य सदस्यले अर्का मान्य सदस्यले भन्नुभएको विषय मेरो ध्यान आकर्षण भएको छ। यस विषयमा अहिले यहाँले वाद प्रतिवाद र प्रतिउत्तर दिइरहनु परेन। मेरो ध्यान आकर्षण भएको छ, तपाईँले मान्य सदस्यले हिजो के बोल्नु भएको थियो भन्ने विषय मैले हेर्न बाँकी नै छ। त्यस कारणले अहिले यहाँ बस्नुहोस्, म आवश्यक पर्यो भने यहाँलाई समय उपलब्ध गराउँछु। अहिले बस्नुहोस्। मान्य सदस्य, संविधानको धारा पढ्नलाई सबै मान्य सदस्यहरूले पढि नै हाल्नुहुन्छ। सबै संविधानको बोक्नु नै भएको छ होला। त्यस कारणले म मान्य सदस्यलाई बस्न अनुरोध गर्छु। मान्य सदस्यले हिजो रोसमबाट गरेको कुरा केही असंवैधानिक रहेछ, त्यो छैन। अहिले अर्का मान्य सदस्यले उठाउनु भएको विषय हामी हेर्छौँ। त्यस कारणले त्यसमा आवश्यक पर्यो भने मान्य सदस्यलाई समय पछि दिउँला। बस्नुहोस्। मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। के विषय मान्य सदस्य? मान्य सदस्य, हजुरले आकस्मिक समय लिन खोज्नु भएको कि? हजुरले आकस्मिक समय लिनको लागि सूचना गर्नु भएको छैन। त्यस कारणले आज बस्नुहोस्। यदि हजुरलाई आकस्मिक समय चाहिने हो भने सदन सुरु हुनुभन्दा अगावै आकस्मिक समय लिनको लागि यहाँ आइदिनु होला। हाम्रो कार्यव्यवस्थामा म आकस्मिक समय उपलब्ध गराउँछु। विषयवस्तु हेरेर अहिले बस्दिनु होला। मान्य सदस्य, मैले भने कि हजुरले नियमावलीको कुन नियम आपत्ति हो त्यो भनिदिनु पर्यो। आकस्मिक समय हो भने यहाँले खबर गर्नु पर्यो। अथवा त्यस्तो केही आकस्मिक समय भयो, अहिले सदन चल्दा चल्दै केही डिजास्टर भयो, देशमा केही विपद आपत्ति केही भयो भने भन्नु होला। नत्र अहिले बस्नुहोस्। आकस्मिक समयको लागि समय लिएर बोल्ने गर्नुहोस्। मैले मान्य सदस्यलाई बस्न अनुरोध गरेँ। मान्य सदस्यहरूलाई सुन्ने समयको लागि बोल्न समय दिन्छु। सुन्ने समय बोल्नको लागि 1 मिनेट निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य ललिता कुमारी। सम्मानीय सभामुख महोदय, नमस्कार। म सिराहा 4 मा व्याप्त प्रदूषणको लागि ध्यान आकर्षण गराउन चाहन्छु। प्रदूषणको मुख्य कारण पूर्व पश्चिम राजमार्गको सुस्त निर्माणले उक्त क्षेत्र धुलोको सुरङ जस्तै बनेको छ र वहाँ उपस्थित 2टा सिमेन्ट उद्योग पनि यही प्रदूषणको लागि जिम्मेवार छन्। सभामुख महोदय, सिमेन्ट उद्योगको प्रदूषणको लागि कडा नियमन गरियोस् र टिपरको लागि तत्काल बाइपास सडक निर्माण गरियोस्। तराई मधेसको युवाहरूमा लागु औषध दुर्व्यसन समस्या बढ्दै गइरहेको छ। सरकारले लागु औषध नियन्त्रणको लागि कडा कदम चाल्ने साथै युवाहरूलाई स्वदेशमा मर्यादित रोजगारी र उद्यमको अवसर सुनिश्चित गरियोस्। भ्रष्टाचार मुक्त समाज र समतामूलक समृद्धिको लागि सदैव अडिग रहनेछु। धन्यवाद। जय देश। मान्य सदस्य लक्ष्मी प्रसाद पोखरेल। सम्माननीय सभामुख महोदय, कर्णाली राजमार्ग सुर्खेत बाङ्गे सिमलदेखि जुम्लाको खलङ्गासम्मको राजमार्गको खण्ड पछिल्लो समयमा यो राजमार्गलाई मृत्यु मार्ग भन्ने गरिएको छ। यो राजमार्गमा अहिलेसम्म सडक दुर्घटनामा कैयौँको ज्यान गइसकेको छ र सयौँको सङ्ख्यामा घाइतेहरू अपाङ्ग अवस्थामा छन्। कर्णाली राजमार्ग राष्ट्रिय राजमार्ग हो। यो राजमार्गलाई सुविधा सम्पन्न 2 लेनको राजमार्गको रूपमा यसको विकास गरियोस् भन्ने कुरा सम्माननीय सभामुख महोदय मार्फत
नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य लाल विक्रम थापा। सम्मान्य सभामुख महोदय, यस गरिमामय सदनमा आज बोल्दै गर्दा सुनसरी क्षेत्र नम्बर 2 का सम्पूर्ण मेरा मतदाताज्यूहरूप्रति शिर झुकाएर नमन गर्न चाहन्छु। गरिमामय सदन समक्ष सुनसरी क्षेत्र नम्बर 2 का सार्वजनिक महत्त्वका केही विषयहरू उठान गर्न चाहन्छु। 1, वर्षासँगै जलमग्न भई डुब्ने इटहरी दीर्घकालीन समस्या समाधानको लागि ट्याङ्ग्रा खोला डाइभर्सनको लागि आवश्यक बजेट विनियोजन गरियोस्। 2, त्रेतायुगका भगवान राम वनवास गएका बेलामा तापेको अखण्ड रामधुनीको लागि 4 लेनको बाटो निर्माणको लागि आवश्यक बजेट विनियोजन गरियोस्। 3, 25 वर्षदेखि अलपत्र इनरुवा कप्तानगञ्जको वाखोज सडक ठेक्का प्रक्रिया अगाडि बढेको छ, यसै वर्ष सम्पन्न हुने गरी आवश्यक बजेट विनियोजन गरियोस्। 4, सरकारले सुकुम्बासीको लगत सङ्कलन गरी दीर्घकालीन समस्या समाधान गर्न खोजेको विषयलाई लिएर केही स्थानीय निकायहरूमा अहिले भत्किन्छ आजै भत्काइन्छ भन्ने गलत अफवाहहरू माननीय सदस्य लिमा अधिकारी आचार्य। सम्मान्य सभामुख महोदय, हाम्रा गाउँहरू रितिएका छन्, पहाडहरू मौन छन्। हाम्रा युवाहरू पसिना बगाउन खाडीतिर उडिरहँदा हामीले कहिले सोचेका छौँ यो धरतीको शान्ति र सगरमाथाको शीतलतालाई अर्थतन्त्रको बलियो आधार बनाउने कि वर्षौँ वर्ष रेमिटेन्सकै भरमा यसरी बाँचिरहने। सभामुख महोदय, अब हामीले वर्क इन नेपाल मात्र होइन, विश्वलाई नै वर्क फ्रम नेपालको निम्तो दिनुपर्छ। प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई डिजिटल नोम्याड भिसा दिएर हाम्रो कला संस्कृति चाडबाडले समृद्ध तराई मधेस पहाड र हिमालको विविधतामा रमाई काम गर्न आकर्षित गरौँ। जब एउटा विदेशी विज्ञ नाम्चेको काग राराको आँगन र रामा रोशनमा बचेर विश्वको लागि सफ्टवेयर बनाउँछ, तब हाम्रा पहाडहरू हाम्रा बस्तीहरू डिजिटल भिलेज बन्नेछन्। हाम्रा युवाहरूले आफ्नै आँगनमा बसेर विश्व स्तरको सिप सिक्नेछन्। यसले डलर मात्र ल्याउँदैन सभामुख महोदय, रितिएका गाउँहरूमा रौनक र समृद्धिको सञ्चार गर्नेछ। त्यसैले डिजिटल नोम्याड भिसा सरकारले तत्काल कार्यान्वयन गरोस्। धन्यवाद। माननीय सदस्य डाक्टर लेखजङ थापा। सम्माननीय सभामुख महोदय, सबैभन्दा पहिला म यस गरिमामय सदनमा बोल्दै गर्दा नेपालको सङ्घीय निर्वाचनको इतिहासमै सबैभन्दा धेरै अत्याधिक मतान्तरले मलाई विश्वास गरी यहाँसम्म पठाउनु भएका रूपन्देही 3 क्षेत्रको सबै जनताप्रति हार्दिक अभिवादन र नमन गर्न चाहन्छु। र आज मैले बोलिराख्दाखेरि संविधानको धारा 51 लाई स्मरण गराउँदै यो सुन्ने समयमा एउटा एकदमै गम्भीर विषय उठाउन चाहन्छु। हाम्रो नेपालको नेसनल प्राइड प्रोजेक्ट गौतम बुद्ध इन्टरनेसनल एयरपोर्ट, जसमा चाहिँ पूर्वाधारतर्फ 10 अर्बको क्यापेक्स र यसमा चाहिँ लगभग 23 अर्ब लगभग हामीले चाहिँ जग्गाको मुआवजा दिइसकेका छौँ। तर अनफर्चुनेटली आज एउटा यो स्ट्यान्डर्ड एसेटको रूपमा परिणत भएको छ। र यति मात्र नभएर सयौँ घरहरूले राष्ट्रलाई विश्वास गरेर आफ्नो घर परिवार छोडेर सरकारलाई सुम्पिएको सम्पत्ति आज राम्रोसँग चलाउन नपाउँदाखेरि यो व्हाइट एलिफेन्टको रूपमा परिणत भएको छ। र कानुनी नैतिक दुवै रूपले यो दृष्टिले यो गलत छ। र त्यसमाथि पनि राज्यलाई विश्वास गरेर एउटा निजी क्षेत्रले 1 खर्बभन्दा बढ्ता लगानी गरिसकेको छ र आज नेगेटिभ आरओआई। माननीय सदस्य विक्रम खनाल। सम्माननीय सभामुखज्यू, सर्वप्रथम जेनजी आन्दोलन लगायत सम्पूर्ण लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै म लगायत सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई देशभरबाट विजयी गराउनुहुने सम्पूर्ण आमाबुवा दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। सभामुख महोदय, वर्षात सुरु भएको छ तर किसानहरू मलको अभावले पीडित छन्। उखु किसानहरू भोलि भन्ने शब्दबाट आक्रान्त छन्, किनकि मिलमा भुक्तानी माग्न जाँदा सधैँ भोलि आउनुहोस् भनिन्छ, त्यो भोलि आजसम्म आएको छैन। ब्याङ्कमा ऋण लिन जाँदा गुगलमा नक्सामा भारत देखिन्छ भन्दै सिमाना नजिकको जग्गा धितो स्वीकार गरिँदैन। त्यसैले किसानहरू साउसँग ऋण लिन बाध्य छन्, मिटर ब्याजको मारमा परिरहेका छन्। सभामुख महोदय, यो पीडा कहिलेसम्म? सरकारले सेवा प्रवाह प्रभावकारी बनाउँदै सिमाना क्षेत्रका नागरिकको समस्या समाधान गरी सुशासनको अनुभूति दिलाओस् भन्ने माग गर्दै सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य विक्रम थापा।
सम्माननीय सभामुख महोदय, प्राचीन कपिलवस्तु जिल्ला भगवान गौतम बुद्धको राजधानी तिरहुरा कोटलाई विश्व सम्पदा सूचीमा सूचित गर्न सरकारलाई ध्यानकर्षण गर्न सम्माननीय सभामुख मार्फत सरकारको ध्यानकर्षण गर्न चाहन्छु। र कपिलवस्तु जिल्ला कृषिमा आधारित जिल्ला हो। यसको 80,000 हेक्टर जमिन कृषि उब्जाउ जमिन छ, तर यसलाई आवश्यक पर्ने मल 50,000 मेट्रिक टनमा अहिले चाहिँ विगतको डेटा हेर्दा 12,000 मेट्रिक टन मात्रै छ। त्यसकारणले राज्यले यथाशीघ्र चाँडै अब कृषकको समस्या समाधान गर्नलाई कुनै विशेष व्यवस्था गर्नुपर्ने देखिन्छ। यदि त्यो व्यवस्था गर्न सकिन भने स्थानीय प्रशासन प्रहरीलाई कुनै पनि किसिमको स्थानीय व्यवस्था गर्ने र बोर्डरमा चाहिँ केही मललाई चाहिँ छुट दिने, त्यो चाहिँ स्थानीय मापदण्ड तयार गरेर अगाडि बढ्नुपर्ने गृह प्रशासन निर्देशन दिनुपर्ने देखिन्छ भने लगभग कपिलवस्तु क्षेत्रमा 70,000 प्लस चाहिँ के अरे सुकुम्बासीहरूको चाहिँ बस्ती छ। त्यसमा चाहिँ 65% 65%। मान्य सदस्य विष्णुमाया विक। सम्माननीय सभामुख महोदय, अन्तर्जातीय विवाह गर्दा पक्राउ परेका दलित युवा सुनकोशी गाउँपालिका 3 का श्रीकृष्ण विक खुरकोट प्रहरी हिरासतमै रहेका बेला ज्यान गएको थियो। प्रहरीले आत्महत्या भने तापनि मृत्युको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको देखिन्छ। दलितका लागि हिरासत पनि सुरक्षित नहुनुले हामी दलित समुदायलाई गम्भीर बनाएको छ। श्रीकृष्ण विक मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग जोरदार माग गर्दछु। र अर्को कुरा, तेह्रथुम र पाथर जिल्ला जोड्ने तमोर नदी स्थित लम्बुघाट मोटरेबल पुल निर्माण कार्य सुरु भएको 15 वर्ष बितिसक्दा पनि पुल निर्माण कार्य सम्पन्न भएको छैन। उक्त पुल निर्माण कार्य स्वच्छन्द निर्माण कम्पनीले ठेक्का लिएको भन्ने बुझिन्छ। पाथरतर्फ 3 वटा पिल्लर उठाएर पुल निर्माण कार्य अल्पत्र छोडिएको छ। के कारणले काम सम्पन्न गर्न नसकिएको हो? तत्काल अनुसन्धान गरी पुल निर्माण कार्य अगाडि बढाउन सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद। मान्य सदस्य शम्भु प्रसाद ढकाल। सम्माननीय सभामुख महोदय, नेपालको सार्वभौम संसदमा सीमा पारीबाट 1 दर्जन केरा ल्याउन नपाएको चिन्ता गर्नुभन्दा गरिब नेपाली किसानले त्यही मूल्यमा केरा बेच्न नपाएका चिन्तन गर्ने हो कि? पारीबाट 1 दर्जन केरा ल्याउनु 1000 जनाले 1000 दर्जन ल्याउनु पनि हो र 1 दर्जनको 50 रुपियाँ हिसाब गर्दा 50,000 हो। त्यति नै नेपाली किसानको केरा बिक्ने हो भने 50 जना किसानको 1 दिनको 1000 कमायो। यतिले किसानको गुजारा मात्र चल्दैन, 50,000 नेपालको व्यापार घाटा कम गर्दछ। सभामुख महोदय, नेपालको संसदमा हुने बहस उताको सामान यता भन्ने हो या यताको सामान उता लैजान पाऊँ भन्ने हो। हाम्रो उपस्थिति उताका ब्रान्डेड कपडाको दौरा सुरुवाल लगाएर हुने अभिनय हो वा नेपालको अल्लो गाँजा सिस्नु पस्मिना उन कपासबाट बनेका दौरा सुरुवाल छुवा एङ्गी तापालन हाकुपटासी टाइसुट धोती वा टोपीको अभियान सहितको उपस्थिति हुनुपर्ने हो। सन् 1880 देखि 1930 को जापानको स्वदेशी उत्पादन प्रयोगको अभियान स्मरण गर्दै यसतर्फको बाध्यता। मान्य सदस्य शाहजहान खातुन। सम्मान्य सभामुख महोदय, म यस सम्मानित सदन मार्फत रौतहट जिल्लाको जनजीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त गम्भीर विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। रौतहटको बढहरुवा घाटको बागमती पुल वर्षौंदेखि अधुरो छ। यो पुल केवल कङ्क्रिट र फलामले सञ्चालन होइन, यो रौतहट र सर्लाहीको हजारौं नागरिक जीवनसँग जोडिएको सप्ताह हो। तर दुर्भाग्य, वर्षौं बित्दा पनि पुल पुरा भएन। जनता आज पनि जोखिम मोलेर नदी तर्न बाध्य छन्। वर्षा सुरु हुन लागिसकेको छ। रौतहटका जनता फेरि त्रासमा छन्। बागमती र लालबकैया नदीले छोइएको यो जिल्ला हरेक वर्ष गौरसहित दर्जनौं बस्ती डुबानमा परिरहेका छन्, उच्च जोखिममा पनि परिरहेछन्। भारतीय सीमा क्षेत्रतर्फ निर्माण गरिएको बाँध तथा संरचनाका कारण गौर बजार डुबानको जोखिममा पर्न गरिएको छ। यस विषयमा नेपाल सरकारले कूटनीतिक पहल मार्फत भारत सरकारसँग प्रभावकारी संवाद गरी दीर्घकालीन समाधान निकाल्न आवश्यक छ। धन्यवाद। माननीय सदस्य शिवशंकर यादव। सम्मान्य सभामुख महोदय,
नेपाल सरकारले केही दिन अगाडि मधेसका सीमावर्ती क्षेत्रमा केही छोटी भन्सार बन्द गर्ने निर्णय गरेको छ। उक्त निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ। विशेष गरी सिराहा जिल्लाको बारेपट्टी भन्सार बन्द भएपछि त्यहाँका जनता विगत 6 दिनदेखि सडक आन्दोलित छ, धरना बसिरहेको अवस्था छ। बारेपट्टी भन्सार सिराहा जिल्लाको मध्य भागमा रहेको अत्यन्त महत्त्वपूर्ण भन्सार हो। यस भन्सारबाट जिल्लाभरिका करिब 5 लाख नागरिक प्रत्यक्ष अप्रत्यक्ष रूपमा सेवा सुविधा लिँदै आइरहेको अवस्था छ। सामान्य सभामुख महोदय, विगत लामो समयदेखि परम्परागत राजनीतिक दलले र नेपाली राज्य सत्ताले मधेसलाई केवल कर उठाउने ठाउँको रूपमा प्रयोग गर्दै आएको छ। तराई मधेसले यो सरकारमाथि अद्भुत विश्वास गरेको छ। सरकारले कुनै पनि निर्णय गर्दै गर्दा मधेसी जनताको भावना, मधेसको भौगोलिक अवस्था तथा सामाजिक यथार्थलाई बुझेर निर्णय गर्नको लागि आवश्यक छ। नेपाल आज सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकताको मार्गमा अघि बढिरहेको छ। यस यात्रामा तराई मधेस पूर्ण रूपमा साथ दिनको लागि र काँधमा काँध मिलाएर सहयोग गर्नको लागि तयार छ। मान्य सदस्य शोभा खनाल। सम्माननीय सभामुख महोदय, यस गरिमामय सदनबाट पहिलो पटक जनताका भनाइहरू प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित छु। बुढी गण्डकी जलविद्युत आयोजना करिब 1200 मेगावाट क्षमताको राष्ट्रिय गौरवको योजना हो, जसले देशको ऊर्जा आत्मनिर्भरता सुनिश्चित गर्न ठूलो भूमिका खेल्न सक्छ। तर विगत 1 दशकभन्दा बढी समयदेखि यो आयोजना अझै निर्माण चरणमा प्रवेश गर्न सकेको छैन। सबैभन्दा बढी पीडित छन् त्यहाँका जनताहरू, जसले अझैसम्म न्यायपूर्ण क्षतिपूर्ति र सम्मानजनक पुनर्वास पाएका छैनन्। यस आयोजनाका लागि जग्गा अधिग्रहणमा मात्र ठूलो रकम खर्च भएको छ, तर अझै हजारौं परिवार पूर्ण रूपमा पुनर्स्थापित हुन सकेका छैनन्। त्यसैले प्रभावित नागरिकको पुनर्वास र रोजगारीलाई पहिलो प्राथमिकतामा राखी यो आयोजना अघि बढाउन सम्माननीय सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य श्रद्धा कुँवर छेत्री। सम्माननीय सभामुख महोदय, सर्वप्रथम नीति तथा कार्यक्रममा डिजिटल प्लेटफर्मलाई अर्थतन्त्रसँग आबद्ध गर्न पहल गर्नुहुने नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यसले आइटी र डिजिटल प्लेटफर्ममा रहेका युवाहरूमा एउटा थप उत्साह सिर्जना गरेको छ। तर सभामुख महोदय, आज पनि हाम्रो अर्थतन्त्रको जीडीपी करिब 28% हिस्सा रेमिटान्समा निर्भर छ। विश्वमै धेरै रेमिटान्स भित्राउने मुलुकमध्ये नेपाल अगाडि हुँदाहुँदै पनि अधिकांश युवाहरू 3D, डटी, डिफिकल्ट र डेन्जरियस कामका लागि विदेशिन बाध्य भएका छन्। बेरोजगारीलाई 5% मा झार्ने 16औं योजनाको लक्ष्य पूरा गर्न अब कृषि र उद्यम क्षेत्रमा युवाको आकर्षण बढाउनै पर्छ। कृषिजन्य तरकारी, खाद्यान्न मात्र होइन, नेपालमै उत्पादन भएका र सम्भावना बोकेका सीमा पारीको सस्तोमा भित्रिन्छ र यहाँको बिग्दैन। त्यसैले करको दर र दायरा आवश्यक परिमार्जन गरेर भए पनि यस्ता समस्यामा ध्यान दिन सरकारसँग माग गर्दछु। युवा प्रधानमन्त्रीले नेतृत्व गरेको यो सरकारले लिने नीति र मार्ग नेपालका हरेक युवा र उद्यमीका लागि टेक्ने लौरो र समाउने डाली बनोस्। धन्यवाद। मान्य सदस्य श्रीधर पोखरेल। सम्माननीय सभामुख महोदय, सर्वप्रथम यस सदनमा आफ्नो आवाज पुर्याउन मलाई रोज्नुहुने सम्पूर्ण बर्दियाली 2 का जनताहरूलाई हार्दिक नमन र हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै निर्वाचनको क्रममा 15 दिनभित्र म स्वयं सहभागी भएको 3-3वटा हृदय विदारक अन्त्येष्टि सम्झन चाहन्छु। 3-3वटा हृदय विदारक अन्त्येष्टि मात्र होइन, सभामुख महोदय, बर्दियामा 5 वर्षमा 68 जनाले वन्यजन्तु संरक्षणको लागि आफ्नो जीवन बलिदान गरिसकेका छन्। 6 वर्षको बालकले हजुरबालाई नास्ता पुर्याउन जाँदा आफ्नै बारीमा चितुवाको आक्रमणबाट भएको मृत्यु कम्ती दर्दनाक थिएन। आमा भएर सोचौँ एकचोटि। हाम्रो राष्ट्रको गौरव पर्यटनको आधार बाघको लागि प्रसिद्ध बर्दियाको राष्ट्रिय निकुञ्ज र वन्यजन्तु जोगाउन बर्दियालीले अरू कति बलिदान दिनुपर्ने हो थाहा छैन। सभामुख महोदय, समस्या एकदम बढ्दो छ। वन्यजन्तु संरक्षण गर्नुपर्छ भन्ने कुरामा बर्दियावासीको कुनै विमति छैन, तर पहिलो प्राथमिकता नागरिकको जीवन हुनुपर्छ। तर नागरिकले यो महसुस गर्न पाएका छैनन्। हालको परिस्थिति समय सापेक्ष र ऐन नियम संशोधन गरी योजनाहरू बनाएर मान्य सदस्य सन्तोष सुब्बा। सम्माननीय सभामुख महोदय, यस गरिमामय संसदमा प्रथम पटक बोल्दै गर्दा तेह्रथुम जिल्लावासी मतदाता देश विदेशमा रहनुहुने सहयोगी सबैलाई धन्यवाद एवं आभार प्रकट गर्न चाहन्छु।
सँगसँगै जननायक बिपी कोइरालालाई श्रद्धाभावमा सम्झन चाहन्छु, जसले नागरिकको सर्वोच्चता कायम गर्ने संसदको प्रारम्भ गर्नुभयो। सभामुख महोदय, मेरो जिल्लामा मध्य पहाडी लोकमार्गमा केही भाग अलपत्र छ। अविलम्ब कार्य सुरु गर्न म माग गर्दछु। सभामुख महोदय, म भर्खरै मात्रै जिल्ला पुगेर आएको। जिल्लाको प्रत्येक पालिकामा सहरीकरण हुँदै गरेको साना सहरहरूमा त्रास फैलिएको छ। कतै भत्किने पो हो कि भन्ने डर छ। त्यसो नगर्न सरकारवाला आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले संसदमा आवाज उठाइदिनु पर्यो भनेर मलाई सामूहिक रूपमा भन्नुभएको छ। आज त्यही आवाज, नागरिकहरूको आवाज यो सम्मानित सदनमा संसदमा सभामुख समक्ष राखेको छु। धन्यवाद। माननीय सदस्य सन्दीप राणा। सम्माननीय सभामुख महोदय, म पाल्पा जिल्लाबाट आउँदै गर्दा त्यो पहाडी जिल्ला भएको कारणले बर्खा सुरुवात भइसकेको कारणले त्यहाँ भएका थुप्रै बाटोघाटोहरू अहिले जोखिम स्थितिमा रहेको छ। म सरकारलाई सम्माननीय सभामुख महोदयको मार्फत ध्यान आकर्षण गराउन चाहन्छु कि त्यो विपदको लागि तुरन्त व्यवस्था गरियोस्। त्यसको साथै हिजो मात्रै एससीको रिजल्ट आएको छ, तर पाल्पाको माटागढी, निजदी र पुरो खोलाको केही ठाउँहरूमा विद्यार्थीहरूले 4 घण्टा हिँडेर स्कुल जानुपर्ने आवश्यकता छ। शिक्षाको नियमावली अनुसार कक्षा 5 का विद्यार्थीहरूले 30 मिनटभित्रमा स्कुल जानु पाउनुपर्ने व्यवस्था छ। त्यो व्यवस्थालाई तुरन्त सरकारको ध्यान जाओस् भन्ने कुरा जानकारी गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य समिना मिया। सम्माननीय सभामुख महोदय, हिजो मे अर्थात् इन्टरनेसनल नर्सेस डेको अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नर्सहरूमा शुभकामना व्यक्त गर्दछु। नर्सहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड हुन्, तर उनीहरू अझै कार्यस्थलमा हिंसा, कम पारिश्रमिक र अस्पष्ट पेसागत संरचनाबाट प्रभावित छन्। सभामुख महोदय, केही दिन अगाडि विराटनगर स्थित नोबेल अस्पतालमा अन ड्युटी नर्सहरूमाथि भएको दुर्व्यवहार अत्यन्त दुःखद र निन्दनीय छ। स्वास्थ्य संस्थाभित्रै सेवा दिने नर्सहरू असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु केवल एउटा संस्थाको समस्या होइन, यो हाम्रो समग्र स्वास्थ्य प्रणालीको कमजोरीको सङ्केत हो। यस्तो घटनाले नर्सहरूको मनोबल गिराउँछ, पेसाप्रति निराशा बढाउँछ र अन्ततः सेवाको गुणस्तरमा प्रत्यक्ष असर गर्दछ। सभामुख महोदय, त्यसैले म सरकार र सम्बन्धित निकायसँग जोरदार माग गर्दछु, उक्त घटनाको निष्पक्ष छानबिन गरियोस्, दोषीमाथि कडा कारबाही गरियोस्, स्वास्थ्य संस्थाहरूमा हेरेसमेन्ट र एब्युज विरुद्ध जिरो टोलरेन्स पोलिसी लागू गरियोस्, राष्ट्रिय नर्सिङ न्यूनतम पारिश्रमिक स्केल तत्काल लागू गरियोस्, शैक्षिक योग्यता अनुसार स्पष्ट पद संरचना र पारदर्शी पदोन्नति प्रणाली स्थापना गरियोस्। सम्माननीय सभामुख महोदय, आवर नर्सेस आवर फ्युचर, इम्पावर नर्सेस, सेभ लाइफ्स। धन्यवाद। माननीय सदस्य समीक्षा बास्कोटा। सम्माननीय सभामुख महोदय, काठमाडौँ उपत्यका आफैमा विशेष छ। उपत्यकामा मात्र विश्व सम्पदामा सूचीकृत 7वटा स्थलहरू छन्। धर्म, संस्कृति, सम्पदा, भाषा, लिपि, जात्रा र समग्र नेवा सभ्यता अर्थात् नेपालीहरूको शान। काठमाडौँ उपत्यकाको मुटुमा काठमाडौँ, भक्तपुर र ललितपुर छन् र यिनी तिनटै जिल्लाको जगेर्ना गर्न र यिनका पुरातात्विक धरोहरहरूको महत्त्व पुनर्जागरण गर्ने अहिलेको आवश्यकता हो। सम्माननीय सभामुख महोदय मार्फत म नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छु, यस्ता धरोहर जोगाउन र पुस्तान्तरण गर्नका लागि जीवित सङ्ग्रहालय अर्थात् अर्बन लिभिङ म्युजियमको रूपमा यिनीहरूलाई रूपान्तरण गरियोस् र नेवा कला, संस्कृति, सम्पदा, सम्वर्धन र पुनर्जागरण रिनान्स आजको आवश्यकता हो भनेर सरकार समक्ष अनुरोध गर्न पनि चाहन्छु। धन्यवाद। माननीय सदस्य सरस्वती लामा। सम्माननीय सभामुख महोदय, धादिङ साङ्कोस तिप्लिङ सोमताङ सडक निर्माण सुरु भएको करिब 33 वर्ष भयो। यो सडकको लम्बाइ 121 किलोमिटर छ र यो रसुवाको केरुङ नाकासम्म सञ्चालन भइरहेको छ। यो केरुङ नाकाबाट नेपालको उत्तर दक्षिण राजमार्ग जोड्ने वैकल्पिक सडक पनि हो। यो गणेश हिमाल सिसा जस्ता खानी जाने मूल बाटो पनि हो र करिब 12,000 फिट अग्लो पाङसाङ डाँडा क्रस गर्नुपर्दछ भने पर्यटनको दृष्टिकोणले अति महत्त्वपूर्ण सडक हो। यो सडकबाट यात्रा गर्दा हिमाली क्षेत्रमा पाइने विभिन्न किसिमका जनावरहरू, अमूल्य जडीबुटी, आर्सा गुम्बा, 5 औँले हेर्न र देख्न पाइन्छ।
पाइन्छ। यो सडक उत्तरी धादिङको विकास समृद्धि र जीवनको आधार हो। यस सडकको स्तरोन्नतिको लागि प्रदेश स्तरबाट निर्माण गर्न सम्भव नहुने भएकोले केन्द्रीय सरकारबाटै वा एडिबी, वर्ल्ड ब्याङ्क जस्ता दात्री संस्थानहरू मार्फत आवश्यक बजेटको व्यवस्था गर्नको लागि म सम्माननीय सभामुख मार्फत सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। मान्य सदस्य सरिता महतो। सम्माननीय सभामुख महोदय, विश्व स्वास्थ्य सङ्गठन अनुसार विश्वमा हरेक 127 जना मध्ये 1 जनामा अटिजम रहेको अनुमान छ। तर नेपालको जनगणना 2067ले जम्मा 4886 जनामा मात्र देखाएको छ। यसले हाम्रो तथ्याङ्क प्रणाली, अर्ली स्क्रिनिङ तथा पहुँचको अवस्था अझै कमजोर रहेको स्पष्ट देखाउँछ। आज पनि धेरै अभिभावक आफ्ना बालबालिकाको डायग्नोसिस गराउन काठमाडौँ आउन बाध्य छ। त्यसैले अब यो विषय केवल भाषण, कार्यक्रम र कागज नीतिमा सीमित नरहोस्, व्यवहारमै इम्प्लिमेन्ट होस्। प्रत्येक जिल्लामा अटिजम स्क्रिनिङ तथा डायग्नोसिस सेवा सुरु होस्। प्रत्येक सार्वजनिक विद्यालयमा इन्टिग्रेटेड एजुकेसन मोडल लागू होस् र यसका लागि स्पष्ट बजेट व्यवस्था गर्नुपर्छ। यदि यस क्षेत्रमा समयमै आवश्यक लगानी गर्न सकिएन भने आगामी वर्षहरूमा ठुला सङ्ख्यामा बालबालिका आत्मनिर्भरबाट वञ्चित हुनेछन्, जसले दीर्घकालीन रूपमा राज्यलाई सामाजिक, शैक्षिक तथा आर्थिक चुनौती व्यवस्थापन गर्न अझ जटिल परिस्थिति सृजना गर्न सक्छ। धन्यवाद। मान्य सदस्य साजिदा खातुन सिद्दिकी। सम्मानीय सभामुख महोदय, अस्सलाम वालेकुम, अभिवादन। म पिछडिएको विशेष क्षेत्रबाट प्रतिनिधित्व गर्दछु। मेरा आवाज सडकका छन्। सुकुम्बासी सवाल आज देशको मात्र नभएर विदेशको पनि बनेको छ। 24 घण्टाको सूचना र डोजर आतंकले मुटु नै छिया छिया बनायो। मानवताले हार मानेको बेला देश कसरी हाँस्न सक्छ र सभामुख महोदय, विकासको नाममा नागरिकलाई घरबार विहीन बनाउन कहाँ मिल्छ र? आज यो सवाल सदनको मात्र होइन, सडकको आवाज पनि हो। सम्मानीय सभामुख महोदय, रासपाको बाजापत्र त देश र नागरिकको पहिचान बन्नुपर्ने थियो। आशा गर्छु आगामी दिनमा बनोस्। सरकार त रासपाको नै छ। देशको संविधान मौलिक हक अनि बाँच्न पाउने सम्मान पूर्वक हकलाई प्रत्येक व्यक्तिले प्रत्याभूति गरिनुपर्ने थियो। भूमा हरेक नागरिकको पहुँच, मानव अधिकारको बाँच्न पाउने अधिकार त आज गरिब हटाउने होडबाजीमा, गरिबको झुपडीमा डोजर आतंकले गरिबको बाँच्न पाउने। मान्य सदस्य सीताराम शाह। सम्मान्य सभामुखज्यू, सबभन्दा पहिले यो सम्मानित सदनमा मलाई पुर्याउने भगवान रूपी सप्तरी क्षेत्र नम्बर 4 का आम मतदाताप्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछु। सभामुखज्यू, तराई मधेसमा गर्मीयाम सुरु भएसँगै खानेपानीको हाहाकार भइसकेकोले सप्तरी सिराहा लगायत तराई मधेसवासीलाई तत्काल खानेपानीको समस्या समाधानका लागि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सप्तरी सिराहा उदयपुर जिल्लाको खानेपानी सिँचाइ र चुरे संरक्षणको दीर्घकालीन समाधानका लागि सुनकोशी, तिरुगा खाडो बहुद्देश्य डाइभर्सन आयोजना निर्माणका लागि ध्यान आकर्षण गराउन चाहन्छु। साथै तराई मधेसलाई मरुभूमि बन्नबाट रोक्न र जमिन मुनिको पानीको सतह माथि उकास्न चुरेमा भइरहेको जङ्गल विनाश र अनियन्त्रित ढुङ्गा गिट्टी बालुवाको उत्खनन रोक्नका साथै चुरे क्षेत्रमा रहेको अवैध क्रेसरहरूलाई नियमन गरी चुरे क्षेत्रको संरक्षण र सम्वर्धनको लागि ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य सिर्जना श्रेष्ठ। सम्माननीय सभामुख महोदय, नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने निजी क्षेत्र र व्यवसायीहरू आज राज्यका लागि केवल कर तिर्ने मेसिन भएका छन्। पूर्ण रूपमा व्यवसाय दर्ता गरी पारदर्शी ढङ्गले राजस्वमा योगदान पुर्याउने व्यवसायीहरूले आखिर के पाएका छन् त? विकसित मुलुकहरूमा करदातालाई स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत आवश्यकतामा विशेष सुविधा दिने व्यवस्था हुन्छ। तर हाम्रो देशमा राज्यको ढुकुटी भर्न अहोरात्र पसिना बगाउने व्यवसायीहरूको भविष्य किन असुरक्षित छ? यदि व्यवसायीहरूको हक, हित र सुरक्षाको ग्यारेन्टी हुन्थ्यो त भने आज एमआरपी कार्यान्वयन जस्ता विषयहरूमा उनीहरू अन्यलमा पर्ने र हतोत्साही हुने अवस्था पक्कै पनि आउने थिएन। सभामुख महोदय, तसर्थ जसरी सरकारले हरेक क्षेत्रलाई सूक्ष्म अध्ययन गर्दै काम गरिरहेको छ, त्यस्तै पारदर्शी, जवाफदेही र इमान्दार करदाताहरूको लागि राज्यले तत्काल
विशेष कानुनी व्यावसायिक र सामाजिक सुरक्षाका साथै सरकारको सहुलियत र प्रोत्साहनलाई व्यावहारिक रूपमै कार्यान्वयनमा ल्याउनु पर्दछ भन्ने कुरामा म सम्माननीय सभामुख महोदय मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य सीता थपलिया। सम्माननीय सभामुख महोदय, लामो समयदेखि चलिआएको शिक्षकहरूको आन्दोलन मार्फत ल्याइएको जुन शिक्षक विधेयक थियो, शिक्षा विधेयक, त्यो विधेयक अघिल्लो सरकारले सम्पूर्ण रूपमा अगाडि बढाइसकेको थियो। त्यो अहिले विधेयक कुन ठाउँमा छ, कसरी छ भन्ने कुरा हामी जान्न पनि चाहन्छौँ। त्यो विधेयक अगाडि बढाइयोस् भनेर म सम्माननीय सभामुख मार्फत आग्रह पनि गर्न चाहन्छु। त्यसमा लाखौँ विद्यार्थीहरू र शिक्षकहरूको भविष्य पनि जोडिएको छ। शिक्षक बाँचे शिक्षा बाँच्छ भन्ने छ, त्यो अनुरूप त्यसलाई अगाडि ल्याइयोस्, हामी सहयोग गर्न तयार छौँ। अर्को कुरा, सुकुम्बासी बस्तीमा लामो समयदेखि बसिरहेका विद्यार्थीहरू छन् जसको किताब डोजरले पुरिएको छ, डोजरले नै विद्यालय भत्काइएको छ। उनीहरू सरकारको लाई कुरिएर बसेका छन्। हामी विद्यालय कहिले जान पाउँछौँ भन्ने उनीहरूको आशा छ। उनीहरूको डोजरसँगै उनीहरूको भविष्य पनि भत्काइएको छ, घरसँगै उनीहरूको भविष्य पनि भत्काइएको छ। मान्य सदस्य सुजाता तामाङ। सम्माननीय सभामुख महोदय, आज म पहिलो पटक गरिमामय सदनमा बोल्दै गर्दा सदन मार्फत केही महत्त्वपूर्ण विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो देशमा सीमान्तकृत आदिवासी र भूमिहीनहरूले जमिनमाथिको अधिकारको लागि लामो समयदेखि सङ्घर्ष गरिरहनु भएको छ। बसोबासको अधिकार सुनिश्चिततासँगै यस्ता समूहहरूको खेतीयोग्य जमिनमा पनि पहुँच बढाउन आवश्यक छ। किन कोही समूह, वर्ग, जात र भूगोलमा रहेका समुदायहरू जमिनको अधिकार र पहुँचबाट वञ्चित भए भन्ने कुराको ऐतिहासिक संरचनागत विभेदबारे सचेत हुँदै र समीक्षा गर्दै बसोबासको अधिकार र जमिनमाथिको पहुँच सुनिश्चित गरियोस्, जुन कुरा भूमि ब्याङ्क मार्फत सुनिश्चित गर्न नीति तथा कार्यक्रममा आएको पनि छ। यो विषय किन पनि महत्त्वपूर्ण छ भने केही वर्ष बाँझो रहेको यस्ता जमिन प्रकृति सम्मत खेतीपाती गर्न उपयुक्त हुन्छ, त्यसैले यो अवसर पनि हो। साथै जलवायु परिवर्तनको कारण पानीको अनिश्चितता बढ्दो छ, यसलाई सम्बोधन गर्न समेत प्रकृति सम्मत खेतीपातीमा जानुको विकल्प छैन। सरकारले माटो जोगाउने र खेतीपातीलाई जैविक बनाउने जुन प्रतिबद्धता गरेको छ त्यस। मान्य सदस्य सुनिता कुमारी चौधरी। सामान्य सभामुख महोदय, सामान्य सभामुख महोदय, निषाद समुदाय अन्तर्गतका बिन, मलाह, केवट र नुनिया जातिको सामाजिक, आर्थिक तथा राजनैतिक अवस्था अत्यन्त कमजोर रहेको छ। राज्यको मूलधारबाट पारिएका यी समुदायलाई जनजातिमा सूचीकृत गरी शिक्षा, रोजगारी र राज्यका अवसरमा पहुँच सुनिश्चित गर्न सरकार समक्ष म जोडदार माग गर्दछु र साथै 1,38,000 भन्दा बढी जनसङ्ख्या रहेको बाजुरा जिल्ला 1500मा सीमित जिल्ला अस्पतालका कारण सामान्य उपचारका लागि समेत नागरिकहरू धलगढी, काठमाडौँ वा छिमेकी देश भारत जानुपर्ने बाध्यता रहेको छ। त्यसैले बाजुरा जिल्ला अस्पताललाई तत्काल 50 निर्माण गरी विशेष चिकित्सकको अवस्था गर्न। मान्य सदस्य सुनिल केसी। सभामुख महोदय, यस सामान्य सदन मार्फत म सरकारसँग केही गम्भीर विषयमा ध्यान आकर्षण गराउन चाहन्छु। सरकारलाई यसै वर्ष समयमा आवश्यक मात्रामा मल कृषकले पाउने व्यवस्था मिलायोस्, यसतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। साथै यस वर्ष काठमाडौँ क्षेत्रमा 2 का जनताले आवश्यक मात्रामा मल पाउने विश्वास गरेको छु। काठमाडौँ क्षेत्रमा 2 का सम्पूर्ण स्थानीयले मेलम्ची खाने पानी पिउनको लागि अझै कति समय कुर्नुपर्ने हो? कुनै जग्गा अतिक्रमण के उद्देश्यको लागि व्यक्तिहरूको जग्गा अतिक्रमण गरियो? अझै स्पष्ट भन्नुपर्दा किन कब्जा गरियो र कुन प्रयोजनको लागि गरियो? यस विषयमा तत्कालीन प्रधानमन्त्री, भूमि सुधार मन्त्रीसँग सरकारद्वारा जवाब माग गरियोस्। यसरी विगत 3 दशकदेखि जनताको सम्पत्ति लुट्न पाइन्छ। राज्यले जनताको सम्पत्ति कहिलेसम्म कसरी कब्जा गर्ने राख्ने हो? कि उचित मुआवजा दियोस् कि जग्गा फिर्ता गरियोस्? क्यान मार्फत रनवे विस्तारका लागि अधिग्रहण गरिएको घरहरू उचित मुआवजा मिलायोस्। मनोरा जग्गा एकीकरण आयोजना विक्रमसँग 2058 सालमा खेतीयोग्य जमिनलाई घरेरी विकासका लागि ल्यान्ड पुलिङ मार्फत
आयोजना सुरु गरिएको थियो, तर 23 वर्ष बितिसक्दा पनि आयोजना सम्पन्न हुन नसकेको लज्जास्मत हो। यो आयोजना हालसम्म के कति काम भएको छ, कुल खर्च कति भएको छ, प्रगति विवरण के छ, जग्गाधनीहरूलाई जग्गा नदी सेल्स प्लट बिक्री वितरण किन केका लागि गरियो, यी सबै सम्बन्धित मान्य सदस्य सुम्निमा उदास। सभामुख महोदय, जेन्सी आन्दोलनपछि सत्ता परिवर्तन भएको कैयौँ देशहरू अस्थिरतामा गए, तर नेपालले युवाको नेतृत्वमा लोकतान्त्रिक र शान्तिपूर्ण बाटो रोज्यो। अब नेपालले विकासको गति कसरी समात्छ भनेर विश्वले उत्सुकताका साथ हेरिरहेको छ। यो हाम्रो लागि सुनौलो अवसर र चुनौती पनि हो, टु ट्रुली शाइन अन द वर्ल्ड स्टेज। हामीसँग गर्व गर्न लायक धेरै कुरा छन्। विश्वकै अग्लो शिखर र लुम्बिनी मात्र होइन, हाम्रो आत्मीय जनता, दक्षिण एसियाकै सबैभन्दा स्वतन्त्र मिडिया र विविधतालाई स्वीकार गर्ने संस्कार, यो हाम्रो सफ्ट पावर हो। सभामुख महोदय, आज विश्व द्वन्द्व र ध्रुवीकरणबाट थाकिसकेको बेला नेपाल शान्ति, खुलापन र सम्भावनाको प्रतीक बनेर उभिनु सक्छ। त्यसैले म सरकारलाई आग्रह गर्न चाहन्छु, यो मोमेन्टमलाई हामी क्याच गरौँ, विश्वलाई भनौँ कि नेपाल इज ओपन फर बिजनेस, इट मिन्स बिजनेस, र हाम्रो शान्तिपूर्ण देशमा सबैलाई स्वागत छ। मान्य सदस्य सुरेश कुमार चौधरी। सम्माननीय सभामुख महोदय, यस गरिमामय सदनमा पहिलोपटक जनताका समस्याहरूको बारेमा बोल्न पाउँदा अत्यन्तै खुसी लागेको छ। यस घडीमा मलाई मतदान गरी भारी मतान्तरले विजय गराउनुहुने आम मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु। सभामुख महोदय, बाँके जिल्ला सुगम क्षेत्र भए तापनि भौगोलिक रूपमा कुनै कर्णाली प्रदेशको दूर दरारमा रहेको विकट गाउँ जस्तै लाग्छ। प्रशासन समेतको पहुँचबाट टाढा रहेको, कुनै बेला हराएको गाउँ भनेर कान्तिपुर राष्ट्रिय दैनिकमा पत्र लेख्ने व्यक्ति यही नै हुनुहुन्छ। यसरी हराएको गाउँ खैरभट्टी, चुनभट्टी, माझपानी, बडुवा, गुर्दनगौरी, खुम्टेपानी, बाँसखोली, महेशपुर, झुरुवा जो सीमा सुरक्षाको गाउँ भनेर चिनिन्छ, ती गाउँहरूमा विकासका कुनै पूर्वाधार पुगेको छैन। बाटो, विद्युत, स्वास्थ्य, शिक्षा, सञ्चार समेतको समस्या छ। यस्ता मान्य सदस्य सुशान्त वैदिक। सम्माननीय सभामुख महोदय, सर्वप्रथम म सार्वभौम सत्ता सम्पन्न नेपालीको सार्वभौम प्रतिनिधिको रूपमा विश्वास सुम्पनु भएका प्युठानी दाजुभाइ, दिदीबहिनी, आमा बुवाहरूलाई नमन टक्राउन चाहन्छु। सभामुख महोदय, गौमुखीका निर्मल सुनार जस्ता जेन्जीहरू जसको टाउको छोएर निरङ्कुशताको गोली उडेको थियो, उहाँहरूले सुशासन र समृद्धिका लागि दिएको बलिदानीलाई म सम्मानपूर्वक सम्झना गर्न चाहन्छु। सभामुख महोदय, गौमुखीमा केही समय अगाडि 70 वर्षीय केदार बोहरा छेत्री र 28 वर्षीय रामु बोहरा छेत्रीको चट्याङबाट मृत्यु भयो। स्वर्गद्वारी दर्शनका लागि जाने क्रममा भारतीय तीर्थालुहरूको सवारी दुर्घटनामा घटनास्थलमा एकजना बालकको मृत्यु भयो। ऐरावतीको छेडाघाटमा आगलागी भएर थुप्रै घर र पशुहरू जले। केही समय अगाडि मात्र जुम्री बजारमा हाई टेन्सन लाइनमा 12 वर्षीय कृजन कर्मचारी घाइते भए। मैले सरकारलाई माननीय सभामुख मार्फत ध्यानाकर्षण गराउन चाहन्छु कि प्राकृतिक प्रकोप र मानव निर्मित दुर्घटनाहरूबाट सुरक्षित राख्ने यथोचित कार्यक्रमहरू तय गरियोस्। धन्यवाद। मान्य सदस्य सुशील कुमार कानु। सम्मानीय सभामुख महोदय, सरकारी जग्गा कुनै व्यक्ति, दल वा पहुँचवालाको निजी सम्पत्ति होइन, यो जनताको सम्पत्ति हो र भावी पुस्ताको अधिकार हो। तर दुर्भाग्य, आज देशमा विभिन्न ठाउँमा सरकारी जग्गा सङ्गठित रूपमा अतिक्रमण भएको छ। कतै राजनीतिक संरक्षण, कतै प्रशासनिक मिलोमत्त, त कतै भूमाफियाको दबावमा। वीरगञ्ज बजार खाली गराउन पर्याप्त समय नदिएको, व्यवस्थापनबारे दिगो नीति नलिएको गुनासो छ। वीरगञ्जमा व्यापारको मेरुदण्ड नै भाँचिएको छ। कई परिवार विचलितमा परेको तर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। पर्सा जिल्लाका कतिपय निकाय र पालिकाहरूका नेतृत्वले राजनीतिक पूर्वाग्रह राखी अझै डोजर चलाइरहेकोमा यस्ता कार्य यथाशीघ्र रोक्नुपर्छ। जनताको गुनासो सुनवाई भइरहेको छैन। वीरगञ्ज आर्थिक जीवनमा
फर्काउन सरकारले विशेष ध्यान दिनुपर्छ। धन्यवाद। मान्य सदस्य सुशील खड्का। सम्माननीय सभामुख महोदय, हाम्रो जीवन र सभ्यताको आधार र विश्वकै दुर्लभ शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी हो। तर आज यो नदी कौडीको भाउमा बेचिएको छ। शालिग्रामलाई गिटी र बालुवाको रूपमा वर्षको जम्मा 35 लाखमा ठेक्का लगाइएको छ। यस नदीमा भइरहेको दोहन रोक्नका लागि जनस्तर र हामी जनप्रतिनिधिले धेरै ठाउँमा धेरै पटक आवाज उठाउँदा पनि यो रोकिएको छैन। यो रोकेनौँ भने यस नदी बागमती जस्तै अर्को मृत नदी हामी बनाउँदैछौँ। तसर्थ यस सदन मार्फत जोरदार म माग गर्दछु कि नदी दोहन तुरुन्त रोकियोस्, नदीलाई संरक्षित नदी घोषणा गरियोस् र यसै सदनले काली गण्डकी संरक्षण ऐन पास गरी तत्काल कार्यान्वयन गरोस्। साथै मध्य पहाडी लोकमार्गको बागलुङ बिउ खण्डमा काम सम्पन्न गर्न ठेकदारलाई तुरन्त ताकेता पनि गरोस् भन्ने माग गर्न चाहन्छु। हस्त, धन्यवाद। मान्य सदस्य सुशीला ढकाल आचार्य। सम्मान्य सभामुख महोदयज्यू, सङ्घीय संसद साथीहरू, झापाका आम मतदाता तथा सचेत समुदायले नेपाली काङ्ग्रेसप्रति देखाउनु भएको विश्वास, माया, समर्थनका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। जनताको भरोसा नै हाम्रो शक्ति, प्रेरणा र जिम्मेवारी हो। तर आज त्यही जनताको पीडा बोलेर भन्नु परेको छ। सुकुम्बासी बस्तीमा डोजर चल्दा केवल टहरा मात्र भत्केका छैनन्, हजारौँ महिलाका सपना, सुरक्षा र आत्मसम्मान चकनाचुर भएका छन्। घर उजाडिएका छन्। महिलाहरू काखमा बच्चा, टाउकोमा जिम्मेवारी र आँखामा आँसु बोकेर सडकमा बस्न बाध्य छन्। सरकारले सम्झाउनुपर्छ, कमजोरको आश्रय भत्काएर विकास हुँदैन। महिलाको पीडामाथि राजनीति होइन, सम्मानजनक बसोबास र न्याय दिनुपर्छ। अन्यथा यो अन्यायको आवाज सडकले संसदसम्म गुन्जिनेछ। सुकुम्बासी समुदायले सदस्यता, समस्या समाधान र उनीहरूको सम्मानजनक पुनर्स्थापना। मान्य सदस्य सुषमा स्वर्णकार डिम्पल। सम्माननीय सभामुख महोदय, आज यस गरिमामय सदनमा पहिलो पटक सम्बोधन गर्न पाउँदा म गर्व महसुस गरेकी छु। मलाई यो महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यू, पार्टी सभापति रवि लामिछानेज्यू, पार्टीका सम्पूर्ण नेतृत्व तथा मतदाता दाजुभाइ दिदीबहिनी र आमाबुवाप्रति हार्दिक आभार व्यक्त गर्दछु। सभामुख महोदय, नेपाली जनताले सुशासन, सामाजिक न्याय र समानताको अपेक्षासहित हामीलाई यो जिम्मेवारी दिएका छन्। तर आज पनि समाज अन्धविश्वास, जातीय विभेद, छुवाछुत, महिला हिंसा र विभिन्न असमानताबाट मुक्त हुन सकेको छैन। संविधानले अधिकार सुनिश्चित गरेको छ, कानुन बनेको छ, तर आम नागरिकको जीवनमा परिवर्तन अझै पुगेको छैन। विशेष गरी विभिन्न र पछाडि पारिएका समुदाय अझै सम्मानपूर्वक बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन्। त्यसैले म सम्माननीय सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु कि आगामी बजेटमा गरिब जनताको जीवनस्तर सुधार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्याय। मान्य सदस्य सुहाङ नेम्बाङ। सम्माननीय सभामुख महोदय, नेपालमा चिया खेतीको इतिहास 163 वर्ष लामो छ। विक्रम सम्वत 1920 मा इलाममा सुरु भएको चिया आज नेपालको ग्रामीण अर्थतन्त्र, रोजगारी, निर्यात र अन्तर्राष्ट्रिय पहिचानसँग जोडिएको महत्त्वपूर्ण क्षेत्र बनेको छ। आज करिब 15,000 भन्दा बढी किसान र 60,000 भन्दा बढी श्रमिकको जीवन चियासँग जोडिएको छ। आर्थिक वर्ष 2081-82 मा मात्रै करिब 4 अर्ब 59 करोड रुपैयाँको चिया निर्यात भएको छ। समस्या केमा छ त भन्दा टी बोर्ड अफ इन्डियाले गत वैशाख 18 गते लागू गरेको स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण चिया निर्यात ठप्प जस्तै भएको छ। यसले किसान, श्रमिक, उद्योगी, निर्यातकर्ता र देशको अर्थतन्त्रलाई प्रत्यक्ष असर पारिरहेको छ।
त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु, भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस्, चिया निर्यातको अवरोध समाधान गरियोस् र चिया किसान तथा उद्योगीहरूको संरक्षणका लागि ठोस नीति बनाइयोस्। धन्यवाद। मान्य सदस्य सृष्टि भट्टराई। सम्माननीय सभामुख महोदय, आज म यस सदनमा केवल सांसदको रूपमा होइन, एउटा सिङ्गो पुस्ताको भावना बोकेर उभिएको छु। भदौ 23 र 24 गतिका ती दृश्यहरू अझै ताजा छन्। आफ्ना सन्तान गुमाएका आमाहरूको रित्तो काख र दिदीबहिनीको भिजेको आँखाले आज पनि न्याय मागिरहेका छन्। जुन आन्दोलन सुशासन, जवाबदेहिता र सम्मानजनक भविष्यको खोजीमा एउटा पुस्ताले फुकेको चेतनाको शङ्खघोषमा केवल सामेल भएकै भरमा हाम्रा साथीहरूलाई पक्राउ गरी धरौटीमा रिहा गर्ने क्रम अझै जारी रहेको छ। जबकि तत्काल सरकारसँग 10 बुँदे सम्झौता गरिए तापनि युवाहरू अदालतको ढोकामा भौतारिँदैछन्। यस्तो अवस्थामा एआई र एल्गोरिदमको बहसभन्दा जनपीडा ठुलो विषय हो। त्यसैले सम्माननीय सभामुख महोदय मार्फत यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु र साथै गलत व्यक्तिलाई मुद्दा लगाई सोलाई पक्राउ गरी मानसिक यातना दिएको अवस्थामा राज्यले त्यसको क्षतिपूर्ति समेत बेहोर्नुपर्छ भन्ने विषयमा यस सदन मार्फतबाट स्पष्ट राख्न चाहन्छु। धन्यवाद। मान्य सदस्य स्मृति सेन्चुरी। सम्माननीय सभामुख महोदय, आज यस गरिमामय सदनमा उभिएर बोलिरहँदा मेरो मन गौरवभन्दा पनि बढी ती तमाम मतदाताहरूको पीडा र अपेक्षाले भरिएको छ। आज म यस सदनमा शब्द मात्रै होइन, मैले प्रतिनिधित्व गर्ने जिल्ला दोलखाका जनताहरूको आँखाको आँसु र थुनिएको चित्कार लिएर उभिएकी छु। सभामुख महोदय, मेरो जिल्लावासीको सपना अझै पनि खरीढुङ्गाको खानी जस्तै अलपत्र छन्। त्यो म्याग्नेसाइडको उद्योग जसले हजारौँलाई रोजगारीलाई देशलाई समृद्धि दिन सक्थ्यो, तर विडम्बना आज एउटा कङ्काल बनेर सरकारले गिज्याइरहेको छ। हाम्रा बहुमूल्य जलविद्युत आयोजनाहरू मुठ्ठीभर व्यक्तिको कमाउ धन्दा बनेको छन्। हाम्रो आस्थाको धरोहर कालिङचोक जस्तो सार्वजनिक सम्पदामाथि स्वार्थको सिन्डिकेट लादिएको छ। उता वर्षौँदेखि अलपत्र पारिएको तामाकोसीको पुल दोलखाको घाउ बनेको छ। त्यसैले आज हामीले यो मुद्दालाई सम्बोधन गरेनौँ भने भोलिको पुस्ताले हामीलाई इतिहासको कठघरामा उभ्याउनेछन्। तसर्थ सम्माननीय सभामुख महोदय मार्फत म सरकारलाई विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु, दोलखाको यो चित्कारलाई सरकारको फाइलमा मात्र होइन, कार्यान्वयनको मैदानमा पनि सम्बोधन गरियोस्। धन्यवाद। मान्य सदस्य हरिना देवी कामी। सम्माननीय सभामुखज्यू, म सुदूरपश्चिम प्रदेश डडेलधुरा जिल्लाका आम मतदाता तथा देशभरिका सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। माननीय सभामुखज्यू, डडेलधुरा जिल्ला आज पनि विकासको दृष्टिले पछाडि परेको जिल्ला हो। यहाँका युवा रोजगारीको अभावमा विदेशिन बाध्य भएका छन्। गाउँघर क्रमशः खाली हुँदै गएका छन् र खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ। स्वास्थ्य, शिक्षा र खानेपानी जस्ता आधारभूत सेवाहरूको अवस्था अझै कमजोर छ। सरकारका धेरैजसा योजना कागजमै सीमित हुँदा जनताले प्रत्यक्ष रूपमा राहत पाउन सकेका छैनन्। त्यसैले डडेलधुरामा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनु आवश्यक छ। साथै कृषि र सिँचाइ क्षेत्रमा तत्काल लगानी वृद्धि गरियोस् र स्वास्थ्य, शिक्षा तथा खानेपानी जस्ता आवश्यक सेवाहरू सुनिश्चित गरियोस्। म सरकारलाई डडेलधुरा जिल्लाका समग्र विकासका लागि तत्काल ठोस कदम चाल्न आग्रह गर्दछु। माननीय सभामुखज्यू, डडेलधुरा जिल्लाका मान्य सदस्य हरिमोहन भण्डारी। सम्मानीय सभामुख महोदय, मेरो बैतडी जिल्लावासीले सबभन्दा लास्टमा बस्छ र कहिले केही बोल्दैन भन्ने थियो, बल्ल पालाए, त्यसको लागि धन्यवाद। अब यो हवाबाट नि सुरु गर्नुपर्छ कि जस्तो लाग्यो मलाई त। र मेरो बैतडी जिल्ला सम्भावना बोकेको जिल्ला, जहाँ युरेनियम खानी छ, जहाँ फलाम खानी छ, जहाँ सिमेन्ट खानी छ, जहाँ प्रशस्त सम्भावना छन्। ती खोला, ती नाला, ती फाँट विभिन्न सम्भावना बोकेर हिँडेका छन् र एसियाकै 1 नम्बरको गुफा पर्यटकीय सम्भावना बोकेको छ। महाकाली सेती ऊर्जाका सम्भावना लिएर बसेको छ। तर विडम्बना यो देशसित अर्थतन्त्रको समस्याहरू छ र यही भित्र अर्थतन्त्र खोज्नुपर्छ र सम्भावनाहरू पुरा गर्नुपर्छ भनेर हामीले अठोटका साथ अगाडि बढ्नुपर्छ। र अबका दिनमा मैले के भने, अर्कोले के भन्यो भन्दा पनि अब रात दिन खटेर काम गर्नु छ। यो देशको मुहार फेर्नुपर्छ।
त्यो इस्यु पहिला पनि उठेका हुन्। कमिटमेन्ट। मान्य सदस्य हरिप्रसाद भुषाल। सम्माननीय सभामुख महोदय, म अर्घाखाँचीबाट निर्वाचित जनप्रतिनिधिका रूपमा पहिलोपटक सदनमा बोल्दै गर्दा मलाई विश्वास गरी मत दिनुहुने मतदाता तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। म निर्वाचित हुनुअघि करिब 3 वर्ष अर्घाखाँची सांसदविहीन बन्यो। सांसदविहीन हुँदा सिङ्गो देशको मुहार बदल्ने नौमुरे आयोजना, निर्माणाधीन अर्घा भगवती विमानस्थल सहित सडक, खानेपानी र सिँचाइका दर्जन योजनाहरू अलपत्र परे, जसका कारण नौमुरे कागजमै सीमित भएको छ। आधा काम सकिएको विमानस्थल गौचरण बनेको छ। खानेपानीका टङ्कीहरू फुट्न थालेका छन्। पाइपमा पानी होइन कमिला हिँड्न थालेका छन्। यो गुनासो कहाँ गएर सुनाउँछ सभामुख महोदय? अनि सबैतिरबाट खेरिएका अर्घाखाँचीवासीहरूलाई बाँदर र बँदेलले घरबाटी खेद्न सुरु गरिसके। पहिलो कुरा, चराले खेती उम्रनै दिँदैन। जेनतेन उम्रिए भने मृगले हुर्कन दिँदैन। जसोतसो हुर्किएछ भने बँदेलले फल लाग्न दिँदैन। अनि भाग्यले फल लाग्न सकेछ भने बाँदरले पाक्न दिँदैन। भर्खर बारीमा मकै छरेका। मान्य सदस्य क्षितिज थेबे। धन्यवाद सभामुख महोदय, सम्माननीय सभामुख महोदय। ताप्लेजुङ डायरी। ताप्लेजुङका जनताप्रति हार्दिक नमन तथा कृतज्ञता प्रकट गर्दछु। के गर्ने के नगर्ने उकुस मुकुस भएको छ। हावाहुरीले स्कुलका छाना र घरहरू उडाएर लगेको छ। असिनाले पालिनाले सखाप, जनता आघात मारमा छन्। आजसम्म राहत छैन। यता हेरो खानेपानी समस्या, उता हेरो सिँचाइका समस्या। एकातिर कृषकको, अर्कोतिर श्रमिकको। युवाको बेरोजगारी, जनताको गरिबी उत्तिकै, महँगी र मूल्य वृद्धि त्यत्तिकै। विकास निर्माणको विषयहरू असीमित छन्। हो अब रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नुपर्छ। झसङ्ग बिउजिन्छु। हो प्रधानमन्त्रीज्यू, समय आयो। पाथिभरा सडक चुनाव अगाडि तपाईँको यात्रा भएको सडक 10 वर्ष भयो अलपत्र भएको। तम्मर कोरिडोर हुँदै औलाञ्चुङ्गोला तिप्तला नाका सडक, यमफन्दिन हुँदै कञ्चनजङ्घा बेस क्याम्प सडक, मदन भण्डारी सडक, गुफा पोखरी सडक, चुवाबन्ज्याङ तिम्बुङ पोखरी जाने सडक। हो जसरी पनि सडक बन्नुपर्छ। धन्यवाद। मान्य सदस्य ज्ञानु पौड्याल। सम्माननीय सभामुख महोदय, सर्वप्रथम सबैको आशा भरोसा र विश्वासका साथ रासोपालाई मत लगानी गर्न हुने रूपन्देही लुम्बिनी प्रदेश नेपालभरका मतदाताहरूमा धन्यवादसहित आभार व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, नुवाकोट जिल्लाका 14 र 15 वर्षका 2 बालिकाहरू भारतको कलकत्ता सुनागाछी क्षेत्रमा बेचिएका रहेछन् र नेपाल राजदूतावास र किन इन्डियाको सहयोगमा उनीहरूको सफल उद्धार गरी 4 दिन अगाडि नेपाल ल्याइएको जानकारी यस सदनमा गराउन चाहन्छु। ती बालिकाहरूसँग भेटघाट गर्ने क्रममा अझै पनि धेरै नेपाली बालिकाहरू जबरजस्ती वेश्यावृत्तिमा लगाइएको पीडादायी जानकारी प्राप्त भएको छ। यतिसम्म पीडा भोगिरहेका छन् कि हर्मोन र पेन किलर औषधिहरूको जबरजस्ती प्रयोग गर्न बाध्य बनाएको रहेछ। यो सदनमा व्यक्त गर्न पनि पीडा महसुस गरिरहेको छु। त्यसैले नेपाल सरकारबाट विशेष उद्धार योजना सञ्चालन गरियोस्। भारतका विभिन्न कोठीमा। मान्य सदस्य ज्ञानेन्द्र सिंह महता। सम्मान्य सभामुख महोदय, म 27 दिन निर्वाचित कञ्चनपुर क्षेत्र नम्बर 3 का विभिन्न बस्तीमा पुगेर समस्यालाई नजिकबाट बुझेर फर्किएको छु। मेरो निर्वाचन क्षेत्र कञ्चनपुर 3 अन्तर्गत पर्ने महाकाली नदी, जोगपुडा नदी, कामिकाटे खोला, भुजेला खोला र खन्या खोलाबाट उत्पन्न हुने बाढी तथा कटानको उच्च जोखिमप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। हरेक वर्षायामा यी नदी तथा खोलाहरूबाट उर्लिएपछि दर्जनौं बस्ती डुबान पर्ने, खेतीयोग्य जमिन कटान हुने, सडक तथा सार्वजनिक संरचनाहरूमा क्षति पुग्ने र स्थानीय नागरिक त्रासमा बाँच्न बाध्य हुने अवस्था दोहोरिँदै आएको छ। विशेष गरी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरू विस्थापनको जोखिममा रहेका छन्। स्थानीय तह र सुरक्षा निकाय र सरकारवाला निकायहरूले पूर्व तयारी गरिरहेका भए पनि दीर्घकालीन नियन्त्रणका लागि सङ्घीय सरकारको पहल अझै प्रभावकारी हुन सकेको छैन। त्यसैले म नेपाल सरकारसँग तत्काल आवश्यक बजेट विनियोजन गरी तटबन्ध निर्माण, कटान नियन्त्रण र पूर्व सूचना प्रणाली तथा विपद पूर्व तयारीका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सम्मान्य सभामुखज्यू मार्फत सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू,
सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त हुन्छ। के भयो मान्य सदस्य? के विषयमा नियमापत्ति? माइक दिनुहोस्। सम्मान्य सभामुख महोदय, हिजो मान्य रामबहादुर थापा बादलज्यूले सदनको रोस्टममा उभिएर बोल्दै गरेका अभिव्यक्तिहरूलाई यो सदनको रेकर्डबाट हटाइयोस् भनी मैले आफ्ना केही कुराहरू राखेको थिएँ। त्यो कुराहरूलाई पुनः स्मरण गराउँदै आफ्ना केही कुराहरू राख्ने अनुमति चाहन्छु। भन्नुहोस्। सभामुख महोदय, हिजो मान्यज्यूले आफ्नो कुराहरू राख्दै गर्दा ती कुराहरूलाई फेरि हामीले मनन गर्दै गर्दाखेरि ती कुराहरू भनेको नागरिकका चेतनामाथि उहाँले निरन्तर प्रहार गर्नुभएको छ। ती कुराहरू उहाँले जुन हिसाबले राख्नुभएको छ त्यो एउटा सार्वभौम संसदको एउटा सार्वभौम मतदाताहरूले जसरी हामीलाई निर्वाचित गराएर पठाउनु भएको छ त्यो मतको नै अपमान भएको छ। त्यस कारणले गर्दाखेरि उहाँले बोल्नुभएका केही शब्दहरूलाई म पुनः यहाँ दोहोऱ्याउन चाहन्छु। उहाँले आफ्ना कुराहरू राख्दै गर्दा यो जुन चुनावी परिणाम आयो, चुनावी परिणाम एआई र एल्गोरिदम विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रवाहहरूको कुल परिणाम भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ। त्यस्तै गरी उहाँले यो सभालाई अराजकहरूको भिड र अस्वाभाविक गठजोड भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ, जसले गर्दाखेरि एउटा सार्वभौम मतदाताहरूको चेतमाथि नै उहाँले प्रश्न उठाउनु भएको छ। यो अत्यन्तै आपत्तिजनक छ, अत्यन्तै अमर्यादित छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू नेपाली सेना किन मुखदर्शक भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ। एउटा राष्ट्रिय झन्डा त्यस्तै गरी नेपाली सेनालाई यसरी सस्तो शब्दमा यसरी चाहिँ विरोधमा यसरी प्रयोग गरिनु अत्यन्तै आपत्तिजनक छ, अमर्यादित छ। एउटा नेपाली सेना भनेको एउटा सम्पूर्ण नेपालीको आशा र भरोसाको केन्द्रबिन्दु रहेको छ। एउटा यो विद्रोहको क्रममा पनि हामीले देख्यौँ नेपाली सेनाले कसरी हामीलाई रक्षा गरेको थियो। आदरणीय माननीय ज्यूकै पार्टी नेतृत्वलाई समेत नेपाली सेनाले कसरी रक्षा गरेको थियो भन्ने कुरा उहाँले बिर्सनु भयो जस्तो लागेको छ। त्यसकारणले कुनै पनि राजनीतिक दलको इसारामा ननाच्नु अथवा चाहिँ कुनै पनि राजनीतिक दलले भनेकै आधारमा केही काम नगर्नु नै नेपाली सेना मुखदर्शक हुनु भन्ने उहाँले जुन हिसाबले कुरा राख्नु भएको छ त्यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दाखेरि सभामुखज्यूलाई समेत विवादमा ल्याउने गरेर उहाँले सभामुखज्यूलाई लाचार र नतमस्तक भन्ने जस्ता शब्दहरू प्रयोग गर्नुभएको छ। एउटा कुनै पनि सभामुखलाई हामीले अत्यन्तै सम्मान गर्छौँ, अत्यन्तै सम्मान गरेर सम्माननीय भन्ने जस्ता शब्दहरू प्रयोग गर्छौँ, तर उहाँले शब्दहरू चयन गर्दै गर्दाखेरि लाचार र नतमस्तक जस्ता शब्दहरू चयन गर्नुभएको छ, जसको कारणले गर्दाखेरि उहाँहरूले यति लामो संसदीय अभ्यास गरेर आउनुभएको छ। यति लामो संसदीय अभ्यासबाट खारिएर आउनुभएका उहाँहरूबाट हामीले केही कुराहरू सिक्नुपर्नेमा उहाँहरूले यसरी यस्ता शब्दहरू चयन गर्दै गर्दाखेरि हामीले आगामी पुस्ताले आउने पुस्ताले हाम्रो यो युवा पुस्ताले कस्ता कुराहरू चाहिँ सिक्ने, उहाँहरूले कस्ता नजिर बसाल्दै हुनुहुन्छ भन्ने कुरामा हेक्का पुर्याउन म उहाँहरूलाई विनम्र अनुरोध गर्दछु। त्यस कारणले गर्दाखेरि यी र यस्ता शब्दहरू एउटा संसदको इतिहासमा रहनु, एउटा संसदको रेकर्डमा रहनु भनेको भोलिको आगामी पुस्ताका लागि समेत अमर्यादित अशोभनीय हुने भएका कारणले गर्दाखेरि यी विषयहरूलाई उहाँले जुन सदनको रोस्टममा उभिएर उठाउनु भएको छ ती रोस्टममा उभिएर उठाएका विषयहरूलाई रेकर्डबाट हटाइयोस्। हस्, धन्यवाद। मान्य सदस्य, नियमावलीको कुन नियम आपत्ति गर्दै हुनुहुन्छ? मान्य सदस्य, मैले अहिले मान्य सदस्यले राखेको कुरा र हिजो मान्य सदस्यले राखेको कुराको विषयमा मैले आफ्नो धारणा राख्न बाँकी नै छ, त्यस कारणले बस्नुहोस्। मैले मान्य सदस्यलाई मान्य सदस्यलाई एकैछिन रोकिनुहोस्। मान्य सदस्य एकैछिन रोकिनुहोस्। मान्य सदस्य, मैले
यहाँलाई माइक दिएको छैन र मैले यहाँलाई समय पनि दिएको छैन र मैले यहाँलाई सोधिरहेको छु कुन नियमावलीको कुन नियम आपत्ति गर्दै हुनुहुन्छ भनेर। मान्य सदस्य एकछिन बस्नुहोस्। पहिला यहाँले अलिकति नियमावली तपाईँ हामीले बनाएको हो। मान्य सदस्यले बोलुन्जेल मैले सुनिरहेको छु। मान्य सदस्यले बोलिरहँदा मैले सुनिरहेको छु। मान्य सदस्य मैले बोलिरहेको छु। मान्य सदस्यबाट मान्य मनिष खनाल सदस्यबाट जुन कुरा उठेको छ त्यो कुरा हिजो सदनमा बोलिएको कुरा रेकर्डबाट हटाउनको लागि उहाँले अनुरोध गर्नुभएको छ। त्यो विषयमा मैले मेरो आफ्नो धारणा राख्न बाँकी नै थियो र त्यो हामीले सचिवालय मान्य सदस्यलाई मैले मेरो कुरा सक्न दिनुहोस्। मान्य सदस्यले सभामुखले मान्य सदस्यलाई समय दिएको छैन। मान्य सदस्य हिजो मान्य सदस्य मैले हिजोको मेरो विषयवस्तु के भनेको थिएँ मान्य सदस्यहरू, सत्तापक्षका मान्य सदस्य मनिष खनालले हिजो मान्य सदस्य रामबहादुर थापाले बोल्नुभएको विषयलाई लिएर नेमापत्ति गर्नुभएको थियो हिजो र त्यसलाई रेकर्डबाट हटाउनको लागि हिजो उहाँले नेमापत्ति गर्नुभएको थियो र त्यही विषयलाई लिएर हाम्रो रेकर्डबाट हटाइयो या हटाइएन भन्ने उहाँको आज पनि त्यो जिज्ञासा रहेको यहाँहरूलाई जानकारी नै छ। हाम्रो नियमावलीको नियम 21 को खण्ड घ विपरीत मान्य सदस्य रामबहादुर थापाले हिजो रोस्टमबाट बोल्नुभएको विषयहरू सचिवालयलाई रेकर्डबाट हटाउन रुलिङ गर्छु। मान्य सदस्यहरू, अब म सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई सम्माननीय राष्ट्रपति महोदयले 2083 वैशाख 28 गते सोमबार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष 2083-84 को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्यलाई एकैछिन मैले मान्य सदस्यहरू
मान्य सदस्यहरू म केही भन्न खोज्दैछु। मान्य सदस्यहरूलाई मैले केही भन्न खोज्दैछु, मेरो कुरा सुनिदिनुहोस्। मान्य सदस्यहरू छ नियमावली छ। मान्य सदस्यहरूले बनाएको नियमावली पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली म पढेर सुनाउन चाहन्छु। मान्य सदस्यहरूले बनाएको नियमावली मान्य सदस्यहरू आफ्नो भाषालाई मर्यादित गर्नुहोस्। यो नेपाली जनताले तपाईहरूलाई निर्वाचित गरेर पठाएको सम्मानित सदन हो। सभामुखले आफ्ना कुरा राख्न खोज्दै गर्दा शान्त भएर सुनिदिनुहोस्। माननीय सदस्यहरू मान्य सदस्यहरू सभामुखले केही भन्न मिल्छ। मान्य सदस्यहरू एकछिन शान्त रहिदिनुहोस्, केही कुरा सुनिदिनुहोस्, त्यसपछि म तपाईहरुलाई आफ्नो कुरा राख्ने मौका पनि दिन्छु। मान्य सदस्यहरू मान्य सदस्यहरू संविधान त्यसपछि मान्य सदस्यहरू ठीक छ, मेरो कुरा नसुन्नुहोस्। मान्य सदस्यहरूले मेरो कुरा नसुन्नु होला। मान्य सदस्यहरूले हस्ताक्षर गरेको नियमावलीको एउटा अंश पढेर सुनाउँछु, त्यो सुनिदिनु होला। मान्य सदस्य, यहाँले संशोधित नियमावली पारित हुनु अगाडिसम्मको लागि 2079 को नियमावली स्वीकार्नु भएको छ। त्यसकारणले मान्य सदस्य मान्य सदस्य मलाई केही मिनेट दिनुहोस्, तपाईहरुलाई बोल्ने समय म दिन्छु।
म मान्य सदस्यहरू सदन चलाउन चाहनुहुन्छ या मान्य सदस्यहरू मान्य सदस्य तपाईहरुले मलाई बोल्नै दिनुहुन्न अनि मैले के कारणले भनौँ हैन तपाईहरुले सभामुखलाई बोल्न नै दिनुहुन्न त सभामुखले तपाईहरुलाई भन्ने के मान्य सदस्यहरू विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि भन्न चाहन्छु मैले यहाँहरूसँग केही संवाद गर्न खोज्दैछु सभामुखले यहाँहरूले प्रधानमन्त्री आवश्यक पर्यो भन्नुभयो त्यस विषयमा मैले मेरा केही कुरा राख्न खोज्दैछु कमसेकम सबै मान्य सदस्यहरूले सभामुखले भन्न खोजेका केही कुरा मैले तपाईहरुको कुरा सुने तपाईहरुले विरोध गरिरहनु भएको छ मैले बुझेँ तर मैले केही कुरा राख्न खोज्दैछु मान्य सदस्य तपाईले बोलेको कुरा सबै ठीक हुने मान्य सदस्य विपक्षी दलका सबै मान्य सदस्यहरूलाई म फेरि अनुरोध गर्छु मैले केही भन्न खोज्दैछु कमसेकम तपाईहरुको कुरा मैले सुनिरहेको छु तपाईहरुलाई म बोल्न समय दिउँला संवाद गरौँला तर केही कुरा मैले भन्न खोज्दैछु त्यति सुन्ने धैर्य त मान्य सदस्यहरूले गर्नुस् मान्य सदस्यहरू मैले फेरि मान्य सदस्यहरूलाई विपक्षी दलका सबै मान्य सदस्यहरूलाई 1 मिनेट मान्य सदस्यहरू तपाईको कुरा म सुन्छु 1 मिनेट कमसेकम यो सदन हो हामीले सदनमा हाम्रा आफ्ना वाद विवादहरू विषयवस्तुहरू उठ्छन् मान्य सदस्य विपक्षी तर्फका सबै मान्य सदस्यहरू त्यस विषयमा मैले बोल्नु परेन मान्य सदस्य मान्य सदस्यहरू मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरूले नियमावलीको नियम 38 मान्य सदस्यहरू
विपक्षी सबै दलका मान्य सदस्यहरूलाई मैले यहाँहरूलाई बस्नुहोस् भनेको छैन। मैले यहाँहरूको कुरा निरन्तर सुनिरहेको छु। मान्य सदस्यहरू, नियमावलीको नियम 38 प्रमुख प्रतिपक्षी दलका नेतालाई म समय दिन्छु। मान्य सदस्य अर्जुन नरसिंह केसी। सभामुख महोदय, अहिले जुन गम्भीर खालको प्रश्न सदनमा उठेको छ त्यो वास्तवमा हरेक मान्य सदस्यहरूको भावना कहीँ प्रधानमन्त्रीबाट एकपछि मान्य सदस्यलाई एकैछिन रोकेँ। मान्य मन्त्रीज्यूलाई मैले आफ्नो स्थानमा बस्न अनुरोध गरेँ। एकपछि अर्को गरेर संसदीय परम्परा मान्यता त त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको भन्ने आम रूपबाट हाम्रो धारणा हो र खास गरी हामी जो उभिएका छौँ आज सम्पूर्ण साथीहरूको त्यही धारणाबाट अविप्रेरित भएको मैले चाहिँ बुझेको छु। त्यसैले यो सम्बन्धमा जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिया छ, अहिलेसम्मको संसदीय परम्परालाई तिर म आकर्षित चाहिँ नि यतातिरको साथीहरूलाई पनि गर्न चाहन्छु कि कुनै पनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। त्यसैले यसमा चाहिँ नि मैले के विनम्रतापूर्वक सभापतिजीलाई र सम्पूर्ण मान्य सदस्यहरू जो प्रधानमन्त्रीबाट यो सदनलाई उपेक्षा भयो भन्ने धारणा राखिराख्नु भएको छ, सभामुख मार्फत चाहिँ के आग्रह गर्न चाहन्छु भने अहिले प्रस्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रस्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन, आपत्ति नगरौँ भन्ने मेरो भनाइ हो त्यो। किनभने यो नियमावलीमा प्रष्ट रूपले उल्लेख छ, जबसम्म अर्को नियमावली पारित हुँदैन त्यही पुरानो नियमावली हाम्रो चाहिँ नि अद्यावधिक हो। अब अर्को बाँकी कुरा चाहिँ के छ भने बाध्य भएर यो सम्पूर्ण सदनको दृष्टिकोणलाई मैले प्रतिनिधित्व गरेर भन्नै पर्छ, जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने त्यसमा चाहिँ हामी सहभागी हुन सक्दैनौँ र हामीले बहिष्कारै गर्नुपर्ने हुन्छ। त्यसैले प्रधानमन्त्रीलाई कमसेकम यो सरकारको नीति तथा कार्यक्रम भनेको आवधिक 1 वर्षको कार्य सञ्चालनको नीति पद्धति प्रक्रिया त्यति मात्रै होइन, यसका कार्यदिशा को महत्त्वपूर्ण दस्तावेज हो र यो औपचारिक सरकारको घोषणापत्र हो। यो घोषणापत्रको सम्बन्धमा पढ्दै चाहिँ नि राष्ट्रपतिले पढ्दै प्रधानमन्त्री उठेर हिँड्ने अनि यो कुनै पनि यो घोषणापत्र सम्बन्धी वक्ता साथीहरू जो मान्य सदस्यहरूले बोल्नुहुन्छ त्यो धारणालाई सुन्ने समय नै ननिकाल्ने अनि प्रस्तावना गर्न पनि नआउने अनि हुँदा जवाफमा नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौँ। त्यसका म सभामुखज्यू मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यस कारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा यदि प्रधानमन्त्रीले गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्रीको अनुपस्थितिमा कुनै मन्त्रीले गर्ने कुरा त्यसमा चाहिँ नि त्यो अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ भन्ने सभामुखज्यू मार्फत म माननीय सदस्यहरूलाई हार्दिक रूपबाट आग्रह गर्न चाहन्छु। यही विषय हो कि अरू फरक विषय हुन्छ? मान्य ज्ञानबाज साई, छोटोमा आफ्नो कुरा राख्नु होला। सम्माननीय सभामुखज्यू र माननीयज्यूहरू,
सत्ता तपाईँहरूसँग छ, तर यसको मतलब यो होइन कि जनताको प्रतिनिधित्वको आवाज नै नसुन्ने भन्ने होइन। म स्मरण गराउन चाहन्छु, भाग्यले भनौँ या दुर्भाग्यले भनौँ, अघिल्लो पटकको संसदमा तपाईँहरू 20 हामी 14 थियौँ। त्यतिखेर प्रधानमन्त्री उपस्थित नहुँदा हामीले यसरी नै संसदै बन्द गरेका थियौँ, रिबन पनि बाँधेका थियौँ। तर आज नीति तथा कार्यक्रम भनेको राज्य सञ्चालनको दिशा, प्राथमिकता तथा जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज हो। यो चाहिँ प्रधानमन्त्री नै आउनुपर्ने हो। र अर्को कुरा के हो भने नीति तथा कार्यक्रम भविष्य निर्माण गर्ने मार्गचित्र हो। यो जनताको सरकार हो भने जनताको उत्तरदायित्व संसदबाट खोजिन्छ, रत्न पार्कबाट होइन। र यो सिर्फ हाम्रो मुद्दा होइन, यो हाम्रो मात्र मुद्दा होइन सम्माननीय सभामुखज्यू, यो सम्माननीय सभामुखज्यूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने देशको प्रधानमन्त्री आज रासपाकै सत्तापक्षकै 181 जना सांसदहरूको अस्तित्वको कुरा पनि हो। यो संसदमा नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण चिज प्रधानमन्त्री यहाँभन्दा बिजी कहाँ हुनुहुन्छ? यो संसारको कुनै पनि देशमा छैन। नीति तथा कार्यक्रम सरकारको प्रमुखले नै सुन्ने पनि हो, जवाब दिने पनि हो, प्रस्तुत गर्ने पनि हो। यो संसदीय अभ्यास यही भन्छ। अघि सम्माननीयज्यूले पढ्न खोजिराख्नु भएको थियो 38ले के भन्छ? हाम्रो प्रचलन के छ? प्रचलनमा प्रधानमन्त्री बिरामी हुनुभयो, प्रधानमन्त्रीले मुलुक छोडेर बाहिर जानुभयो, त्यस्तो अवस्थामा मात्र प्रधानमन्त्रीले आफ्नो मन्त्री तोक्ने। प्रधानमन्त्री सिंहदरबारमा बसिराख्नु भएको छ कालो चस्मा लाएर। यहाँ संसदमा पुरै तपाईँको हामीले जवाब खोजिरहेका छौँ कि त उहाँले भन्न सक्नुपर्छ उहाँ संसदबाट निर्वाचित प्रधानमन्त्री होइन, नेपालको संसदको सदस्य होइन भनेर उहाँले भन्न सक्नुभयो भने होइन भने यो सिर्फ हामी प्रतिपक्षको मुद्दा होइन। यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय प्राप्त गरेका 181 जना सांसदहरूको अस्तित्वमाथिको पनि प्रश्न हो। किनभने यो संसदमा नीति तथा कार्यक्रम हो, हामीले कुनै विधेयकमाथि छलफल गर्न प्रधानमन्त्रीलाई डाकेका होइनौँ। त्यो भावना सम्माननीय सभामुखज्यू म छोट्याएँ। जसरी पनि हुन्छ प्रधानमन्त्रीले अस्ति पनि राष्ट्रपतिलाई प्रधानमन्त्रीले पढ्न दिनुभयो, राष्ट्रपतिले पढ्दै गर्दा त्यही भएर सम्माननीय प्रधानमन्त्रीज्यूलाई संसदको रुलिङ गरियोस्, नीति तथा कार्यक्रममा उपस्थित भइयोस्। योभन्दा ठुलो काम नेपालको कुनै पनि हुन सक्दैन, योभन्दा ठुलो काम केही पनि हुन सक्दैन। आफैले ल्याएको नीति तथा कार्यक्रम आफैले सुन्न नसक्ने भने यो नीति तथा कार्यक्रम कसले ल्याएको यो प्रश्न उठ्छ। हस्, धन्यवाद। जय राष्ट्रपति, जय नेपाल। विषय यही होइन मान्यज्यू? हुन्छ मान्य, कसले बोल्नुहुन्छ? हस्, पहिला कसले बोल्नुहुन्छ? धन्यवाद। सम्माननीय सभामुख महोदय, यो संसद नेपाली जनताको सार्वभौम सत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो। हामीले सुरुदेखि भन्दै आइरहेका छौँ, संसदलाई सर्वोपरि देश, लोकतन्त्र र जनताको हितमा यसलाई सञ्चालन गरिनुपर्दछ, अगाडि बढाइनु पर्दछ। र यो संसद नेपाली जनताको ठुलो आशा र भरोसाको एउटा सर्वोच्च संस्था पनि हो, थलो पनि हो। पटक पटक खास गरिकन सत्ता पक्षबाट, सरकारबाट पटक पटक संसदको हुर्मत लिने, संसदको सार्वभौम सत्ता। मान्य सदस्य, विषयवस्तुमा केन्द्रित हुनुहोस्। यसैमाथि तपाईँलाई मैले छोटोमा आफ्नो कुरा राख्न समय दिएको। केन्द्रित हुँदैछु सभामुख महोदय। हुर्मत लिने काम भएको छ। पहिले पनि योभन्दा अगाडि नीति तथा कार्यक्रमको प्रस्तुतिको बेलामा पनि सम्माननीय प्रधानमन्त्रीका बारेमा यहाँ प्रश्न उठेका छन्, त्यसको जवाब पनि अहिलेसम्म आएको छैन। आज पनि कार्यसूचीमा प्रष्ट रूपमा सम्माननीय प्रधानमन्त्रीले प्रस्ताव टेबल गर्ने, नीति तथा कार्यक्रममाथिको छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा सम्माननीय सभामुखज्यूले जारी गर्नुभएको कार्यसूचीमा स्पष्ट रूपमा उल्लेख छ। त्यो कुरा उल्लेख हुँदाहुँदै बिना जानकारी, सदनलाई कुनै जानकारी नगराइकन, मान्य सदस्यहरूको जानकारीलाई कुनै पनि जानकारी नगराइकन 81 अर्को मन्त्रीबाट जसरी टेबल गर्ने प्रयास भयो, यो नियमावली, संसदको नियमावली, संविधान सबै कुराको खिलाफमा छ। सम्मान्य सभामुखज्यूले पटक पटक नियमावलीको कुरा गर्नुभयो हो। नियमावलीको नियम 38 को उपनियम कमा दफा कमा यो कुरा उल्लेख छ। हामी मान्छौँ प्रधानमन्त्रीको उपस्थितिमा, अनुपस्थितिमा तोकेको मन्त्रीले पेश गर्न सक्नेछ भन्ने छ। पहिलो कुरा, यो कुरा आज प्रधानमन्त्री अनुपस्थित हुन सक्ने भए पहिलो कुरा कार्यसूचीमा आउनु पर्थ्यो, निजको अनुपस्थितिमा फलानुले गर्ने भन्ने कुरा नम्बर 1। दोस्रो कुरा, प्रधानमन्त्रीको कुरा कार्यसूचीमा उल्लेख गरिसकेपछि प्रधानमन्त्री आउन नसक्ने कुरा यहाँ उल्लेख गरिनु पर्दथ्यो। 2,
त्यस्तो कुरा म सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु। संविधान ठुलो हो कि प्रतिसभाको नियमावली ठुलो हो? संविधानको मातहतमा सबै प्रतिसभाका नियमावली र सबै कानुनहरू तय गरिएका हुन्छन्, त्यस मातहत हुन्छन्। संविधानको धारा 76 को उपधारा 10 ले प्रष्ट रूपमा भनेको छ प्रधानमन्त्री र मन्त्रीहरू सबै सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भनेको छ। खोइ त कुन बेला उत्तरदायी हुने हो? आज प्रधानमन्त्रीको जवाब, प्रधानमन्त्रीको चाहिँ आवाज नेपाली जनताले चाहिरहेका छन्, संसदले चाहिरहेको छ। अनि जब प्रधानमन्त्रीले केही काम गर्नुपर्ने कार्यसूची आउँछ, त्यहाँबाट भाग्ने, त्यहाँबाट पन्छिने जुन प्रकारको प्रयास निरन्तर भइरहेको छ, यो कुरा संसदलाई र नेपाली जनतालाई र हामी विपक्षमा रहेका कुनै पनि मान्नेलाई सही हुँदैन। यो कुरा चाहिँ मान्य हुँदैन। यो कुरा म सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु, प्रधानमन्त्रीज्यूको उपस्थित गराएर मात्रै सभामुखज्यूले जसरी कार्यसूचीमा प्रधानमन्त्रीले टेबल गर्ने भन्ने कुरा उल्लेख गर्नुभएको छ, त्यो कुरालाई चाहिँ कार्यान्वयन गरोस् र सदनको कारबाही अगाडि बढाओस् भन्न चाहन्छु। अन्यथा सदनको कारबाही अगाडि बढाउनु हुँदैन। म मेरा भनाइ अन्त्य गर्छु। धन्यवाद। माननीय सदस्य, यतापट्टि एउटै पार्टीबाट एउटा सदस्य, एकजना सदस्यलाई मैले दिइसकेपछि विषयवस्तु तिनै हुन्, एकछिन बसिदिनुहोस्। म युवराज दुलाललाई समय दिन्छु, तर एकैछिन माननीय सदस्य युवराज दुलाललाई एकछिन पर्खन अनुरोध गरेँ, एकछिन वेट गर्न अनुरोध गरेँ। सत्ता पक्षबाट पनि उठिरहनु भएको भएर एकजना सत्ता पक्षलाई दिएपछि म तपाईँलाई समय दिन्छु। माननीय सदस्य कविन्द्र बुर्लाकोटी, छोटोमा आफ्नो विषयवस्तु राख्नुहोस्। सभामुख महोदय, हामी अहिले सदन नियमावलीको अधीनमा बसेर चलाइराखेका छौँ। यो सदन भावनाले चल्दैन र यो नियमावलीको अधीनमा बस्दै गर्दाखेरि यो प्रतिनिधि सभा नियमावली 79 को 38 मा स्पष्ट व्यवस्था गरिएको छ कि प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट यो नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने भन्ने स्पष्ट तोकेको छ। त्यो कारणले गर्दाखेरि सदनलाई नअल्झाइकन यो नियमावलीको 38(3) अनुसार छलफललाई अगाडि बढाउन म विनम्र अनुरोध गर्न चाहन्छु। र यस सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयबाट आज प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीज्यूलाई प्रतिनिधि तोकी पठाएको जानकारी मलाई मुख्य सचेतकको हैसियतमा जानकारी भएको बेहोरा पनि जानकारी गराउँछु। धन्यवाद सर। माननीय सदस्य युवराज दुलाल, छोटोमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको यो गरिमामय संसदमा आवाज सुन्न पाउनुपर्छ भन्ने यो हाम्रो माग हो। आजको मात्रै उपस्थितिको सवाल होइन। हामी सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीबाट के जवाफ चाहन्छौँ भने उहाँको कार्यकाल यो संविधान अनुसार 5 वर्षको कार्यकाल उहाँको रहेको छ। के 5 वर्ष हामी धारा 38 नियमावलीको धारा 38 देखाएर सम्माननीय प्रधानमन्त्रीको एउटा पनि आवाज यो संसदमा सुन्न नपाउने हो? नम्बर 1। नम्बर 2, पूर्ववक्ता मान्यज्यूले राखिसक्नु भएको छ। यो नियमावली जटिल अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू विदेश हुँदा, बिरामी हुँदा, असहज परिस्थिति हुँदा अरूको लागि काम कारबाही नरोकियोस् भनेर बनाइएको सुविधालाई आधार मानेर कानुनी तर्क हामी गरिरहँदा हाम्रो संविधानको धारा 76 को 10 ले सङ्घीय संसद प्रधानमन्त्री र मन्त्रीहरू सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भन्ने कुराको कतै खिल्ली उडाइएन र त्यसकारणले हामीले मात्रै होइन, सम्माननीय सभामुख महोदय, आज सिङ्गो जनताले, सिङ्गो समाजले सम्माननीय प्रधानमन्त्रीज्यूको आवाज सुन्न चाहिराखेको छ र प्रतिपक्ष हुनुको नाताले तपाईँहरूले यो जवाब, यो प्रश्न संसदमा गरिदिनुहोस् भन्ने नेपाली नागरिकहरूको पनि प्रतिनिधित्व आवाज हो यो भन्ने कुरा सम्माननीय सभामुखले बुझिदिनु होला। धन्यवाद। माननीय सदस्य गुरु बराल, के विषय हजुरको? विषयवस्तु यही हो कि अरू केही फरक हो? 1 मिनेटमा भनिदिनुहोस्। सभामुख महोदय, आज यत्रो ठुलो बहुमत प्राप्त राजनीतिक शक्ति
सत्ता पक्षले यो प्रतिपक्षले उठाएका कुराहरूलाई अनदेख गरेर बलात् असहज अवस्था ल्याउने दिशातर्फ किन उन्मुख भइरहेको छ सत्तापक्ष मैले अनुभूत गरेको छैन सभामुख महोदय। त्यहाँ अहिले भर्खरै कार्यव्यवस्था समितिको बैठक भएको थियो, छलफल भएको थियो। अहिले माननीय प्रमुख सचेतक सत्तापक्षले जे सङ्केत गर्नुभयो त्यो त त्यहाँ हुने होला, सभामुख मार्फत त्यो चिज हामीले थाहा पाउने होला। आज किन असहज अवस्थामा संसदलाई लान खोजिँदैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38लाई पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि। अनि यदि उचित कारण प्रधानमन्त्री आउन नसक्ने रहेछ भने प्रधानमन्त्रीले तोकेको व्यक्ति अथवा सभामुखले निर्देश गरेको व्यक्तिले त्यो प्रस्तुत गर्नु होला। तर आज किन यो सत्तापक्ष असहज भइरहेको छ र प्रतिपक्षको यो भावनालाई किन सम्बोधन गरिरहेको छैन सभामुख महोदय? यसप्रति अत्यन्त गम्भीर हुन र सत्तापक्षले पनि लोकतान्त्रिक अभ्यास र पद्धतिलाई खालि दफाहरू किचान गरेर अगाडि नबढ्न म हार्दिक अनुरोध गर्छु। प्रधानमन्त्रीजीको उपस्थितिबाट यो प्रक्रियालाई अगाडि बढाइयोस्। धन्यवाद। मान्य सदस्य, विषयवस्तु यही नै हो, त्यस कारणले यसलाई हामी यही विषयमा सबै मान्य सदस्यले बोलिरहनु भयो भने त सदन त अगाडि नै बढ्दैन। हस् हस्, माइक दिनुहोस्, 1 मिनटमा आफ्नो कुरा राखिदिनुहोस् मान्य सदस्य। सम्माननीय सभामुख महोदय, यो अहिले जसरी सदन अवरुद्ध भएको अवस्था छ र यो छलफल र बहस यसरी नै गयो भने यो नेभर एन्डिङ प्रोसेस जस्तो पनि हुन्छ। त्यसले गर्दा मेरो आग्रह छ सभामुख महोदयलाई, संसद दलको नेताहरू यहाँ हुनुहुन्छ, जिम्मेवार पदाधिकारीहरू पनि हुनुहुन्छ संसदमा, 10-15 मिनटको लागि सभामुखज्यूले संसद दलको नेता र पदाधिकारीहरू सहित यो विषयको सम्बन्धमा अलिकति छलफल गऱ्यो भने मलाई लाग्छ बसिसक्दा यसको निकास निस्किन्छ। त्यसले गर्दाखेरि त्यसका प्रति सभामुखको ध्यान जाओस्, म त्यो आग्रह गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, प्रमुख प्रतिपक्षी दलका नेता मान्य अर्जुन नरसिंह केसीले विषयवस्तु स्पष्टसँग राखि नै राख्नु भएको छ सुरुमै बोल्दाखेरि। त्यस कारणले पक्कै पनि यहाँहरूले राख्नुभएको जिज्ञासा, यहाँहरूको जुन विषयमा मलाई ध्यानाकर्षण गराउनु भएको छ त्यो विषयमा मेरो ध्यानाकर्षण भएको छ। हामी फेरि पनि यो नियमावलीलाई हामीले त्यति हल्का पनि नलिउँ। तपाईँ हामी सबैजनाले सर्वसम्मतिबाट पारित गरेर आएको नियमावली जसबाट यो सदन सञ्चालन हुन्छ। त्यस कारणले मान्य सदस्यहरूले अहिले प्रधानमन्त्रीज्यू आफू उपस्थित हुन नसकिसके पछाडि अर्का मन्त्रीज्यूलाई तोकेर पठाउनु भएको विषयलाई हामीले सम्मान गर्दै अहिले टेबल गरौँ, यसको छलफल गरौँ। त्यसपछि यहाँहरूले भन्नुभएको जस्तै फेरि हामी यस पछाडि सरकारसँग संवाद गरि नै हाल्छौँ। त्यसपछि यसको यो त प्रक्रिया अगाडि बढ्दै जान्छ। यहाँले हामी सदन चलेको भर्खरै नै हो, तपाईँको यहाँले भनेकै कुरालाई मैले सापट लिँदा नि यो त 5 वर्ष चल्ने कुरा हो। आज नै हामीले यो एउटा टेबल गर्ने विषयमा यति धेरै हामी अप्ठ्याराहरू भित्र निम्ताइरहनुपर्छ जस्तो लाग्दैन। त्यस कारणले हामी यसलाई यो किन लामो छलफल गर्नुपर्ने छ, समय तपाईँ हामीले नै तोकेका छौँ। अघि हामी बसेका थियौँ, कार्यव्यवस्था सचेतकज्यूहरूसँग बसेका थियौँ, बसेर संवाद गरेर छलफल गरेर आएका हौँ। तर सामान्य प्रधानमन्त्रीज्यू नआउने कुरा त्यस पछाडि हामी सदन त त्यसपछि नै करिब 2 घन्टा चलिसकेको छ। त्यस कारणले सदन चल्दै गर्दाखेरि आएको र उहाँले पठाउनु भएको सूचनाको आधारमा हामीले गर्दैछौँ। त्यस कारणले अहिले हामी टेबल गर्न दिउँ, टेबल गरेर यसमा छलफल अगाडि बढाउँ।
त्यसपछि यसको त हामीले अब यहाँहरूले भन्नुभयो जस्तै यसको छलफल सकिसके पछाडि यसको चाहिँ प्रत्युत्तर दिने कुरा बाँकी नै छ। त्यसो गरेर जाउँ। होइन, अब मान्य सदस्यहरूले भन्ने कुरा राखिसक्नु भएको छ। होइन, सदन चल्न नदिने नै तपाईँहरूको उद्देश्य हो भने त्यो विषयमा छलफल गरौँ। होइन भने यहाँहरूको सबै कुरा त मैले ध्यान दिएर मैले यहाँहरू 4-5 जना मान्य सदस्यहरूले यहाँहरू 4-5 जना मान्य सदस्यहरूले कुरा राख्दाखेरि मैले त्यो कुरा सुने र मैले आफ्ना कुरा पनि राखेँ। मैले सत्तापक्षको कुरा पनि यहाँहरूले सुन्नुभयो। त्यस कारणले अब सदन अगाडि बढाउँ। सत्तापक्षले बोल्नु मान्य सदस्यहरू बस्नुहोस्, सदन अगाडि बढाउँ। बस्नुहोस्। म मान्य सदस्यहरूलाई अनुरोध गर्छु, बस्नुहोस्। मान्य सदस्यहरू बस्नुहोस्, सदन अगाडि बढाउँ। बस्नुहोस्, सभालाई अगाडि बढाउँ। प्रधानमन्त्रीज्यूले आफ्नो सेड्युल बुझेअनुसार उहाँले पत्र पठाइसकेको छ। यहाँले सूचना त पाइसक्नुभयो। त्यस कारणले मैले फेरि पनि विपक्षी दलका सबै मान्य सदस्यहरूलाई
मान्य सदस्यहरू, अब यो बैठक 15 मिनेटको लागि स्थगित हुन्छ।